सो सबैजनाको अस्ति हाम्रो फेसबुक बिजनेस पेज बन्यो है। अब के गरौँ, हाम्रो फेसबुक बिजनेस पेजमा चाहिँ स्विच गरौँ त। Example, त्यसको पिलको एकपल्ट चेन्ज गरेपछि चाहिँ फेरि पिलेजमा चाहिँ गर्ने दिन्छु भनेर पनि कहीँ जरुरत पर्ला हामी सबैले पाउनु भयो है। अब फेरि अझ अलिकति verification गर्छ है दाजु। So this is the Facebook business page। है पेजमा अब यता साइडतिर हेर्नुहोस् त, म तपाईँलाई दुईवटा अप्सन हुन्छ है। एउटा तपाईँको एड्स म्यानेजर भन्ने छ है। यहाँबाट चाहिँ हामीले अस्ति के गर्छौँ, क्याम्पेनहरू एभ्रिथिङ 3 स्टेपको क्याम्पेन क्रिएट गर्छौँ है। अर्को भनेको चाहिँ म्यामले एउटा के सोध्नु भएको थियो, एउटा बुस्टिङ पनि सर यसैबाट गर्ने हो कि भनेर सोध्नु है। सो बुस्टिङ गर्नुलाई चाहिँ तपाईँले आफ्नो प्रोफाइलमा जानु, तपाईँले कुनै एउटा पोस्ट गरेको यस्तो एउटा डिजाइन हेर्नुहोस् त। सर आजको भिडियो सेभ गर्नु है यहाँ साइड हेर्नुहोस् त, पोस्ट भन्नु आउँछ। दिस इज नर्मल बुस्टिङ है। कतिजना इन्डिभिजुअल्सहरूले साइडमा पोस्ट भनेको हुन्छ नि, आफूले कुनै एउटा डिजाइन अपलोड गरेपछि साइडमा चाहिँ पोस्ट भन्नु आउँछ। हो, हजुर हजुर है। त त्यसमा चाहिँ क्लिक गर्नु, त्यो क्लिक गरेपछि बस यस्तो एउटा ड्यासबोर्डमा आउँछ है। जस्ट सिम्पल त्यसमा एउटा अपलोड चाहिँ गर्नुपर्ने हुन्छ तपाईँले आफ्नो बिजनेस पेजबाट है। त्यसपछि के हुन्छ, जस्ट पोस्टमा क्लिक गरिसकेपछि यस्तो एउटा अप्सन आउँछ र यो अप्सनमा खासै केही पनि गर्नै मिल्दैन है। तपाईँको प्राइमेरी टेक्स्टहरू अलरेडी दिएको हुन्छ उसले, र एकदम थोरै फिचर्सहरू मात्रै हुन्छ। बटन राख्ने नराख्ने, अडियन्सहरू, एजहरू, द्याट्स इट। जसरी हामीले क्याम्पेन म्यानेजरबाट गर्थ्यौँ नि, एड सेट, क्याम्पेन, एड सेट र एड्स, त्यो तिनवटा लेभल चाहिँ यति साह्रो भास्ट चाहिँ हुँदैन यसमा। जस्ट बजेट राख्यो, कार्ड छान्यो, तपाईँको यदि डेजदेखि बजेट डेज, अनि त्यसपछि अलिकति एज, अनि हल्का डिटेल टार्गेटिङ भन्नु मात्र हुन्छ यसमा। डिटेल टार्गेटिङ भनेको यसमा छ, यो अडियन्स डिटेल भन्नु आउँछ। यो चाहिँ तपाईँको पेजबाट कुनै एउटा डिजाइन चाहिँ पोस्ट गर्नुपर्ने हुन्छ सर, यसको लागि यो गर्दैनौँ हामी, जस्ट मैले इक्जाम्पल मात्रै दिएको, यो चाहिँ एकदम सिम्पलवाला भनेर। यसमा यति मात्रै हुन्छ अप्सन, अरू केही पनि सर यसमा र हामीले अस्ति सिकेकोमा डिफ्रेन्ट छ, त्यसमा धेरै फङ्सन छ, यसमा धेरै छ। त्यसमा बुस्ट गरेको चाहिँ अलिक इफेक्टिभ छ। त्यसमा तपाईँले प्रिसाइज गर्नु हामीले कस टाइपको मार्केट ल्याउने भनेको सबै हुन्छ त्यसमा। हजुर हजुर, यो चाहिँ एकदम सिम्पलवाला छ, खासै धेरै फङ्सन्सहरू चाहिँ हुनु है। यसबाट चाहिँ सबै हामी गर्दैनौँ है, यो चाहिँ हामी जाँदै जाँदैनौँ है। हजुरकै उसबाट अब्जर्भ बिजनेस पेजबाट अपलोड छैन होला। त्यहाँ बुस्ट भनेर आउँछ हामीले पेजबाट अपलोड भएको बुझ्नु है, इट्स भेरी सिम्पल। हामीले हिजो अस्ति गरेको प्रोसेसबाट त कुन पेजलाई बुस्ट गर्ने भनेर हामीले थाहै भएन, फेरि सेटिङ मात्रै गर्नु। हिजो पनि हुन्छ, मासु देखाउँछ है त। सो यो बुझ्नुभयो, यसबाट चाहिँ हामी गर्दैनौँ है। यो भनेको तपाईँको कुनै एउटा डिजाइन अपलोड गरेर या लास्ट साइडमा तपाईँको बुस्ट भन्ने एउटा बटन हुन्छ, त्यसमा क्लिक गरेपछि यो आउँछ है। तर हामी एक्चुअल जाने भनेको चाहिँ तपाईँको होममा आउनुहोस् है। होममा यहाँ साइडतिर सिमोल गर्नु, अरू यतै माथि कतैतिर एड्स म्यानेजर भन्ने हुन्छ। एड्स म्यानेजर सो एड्स म्यानेजरमा क्लिक गरौँ। अब बल्ल तपाईँको 3 स्टेप प्रोसेसबाट चाहिँ हामी एड्स चलाउँछौँ कि यसमा चाहिँ फिचर्सहरू धेरै हुन्छ, अप्सन्सहरू धेरै हुन्छ। क्याम्पेन यसमा जानु, क्याम्पेन्समा अब क्याम्पेन, एड सेट र एड्स हुन्छ है। सो क्याम्पेनमा के को आन्सर आउनु पऱ्यो भन्नुहोस् त, के क्वेसनको आन्सर आउनु पऱ्यो क्याम्पेनमा?
Engagement. Why? कस्तो? वाइ वाइ भनेको नेपाली मैले बुझाउनु त क्याम्पेन भने के हो क्याम्पेन लेभलमा के हुन्छ Furnace. हामीले किन चाहिँ एड चलाउनु लाग्यो भनेर क्याम्पेन लेभलबाट छान्नु पऱ्यो तपाईँले है अब यसमा हेर्नुहोस् केको लागि केको लागि के एउटा रिजन है सबैजना एज म्यानेजर आउनुभयो यो चाहिँ अलिकति धेरै गरेर पहिला मेरो चाहिँ धेरै आएको छ सर कहाँ पुग्नु छ साइडमा एज म्यानेजर छ नि हेलो अब हेर्नुहोस् अब क्रिएट गर्नु उसले 6वटा अप्सन्सहरू दिन्छ है हामीले क्याम्पेन किन चलाउनु लाग्यो भनेर किनकि त्यो रिजन त हुनु पऱ्यो नि त क्याम्पेन चलाउने है फर्स्टमा के छ फलोवर्स र भ्युवर्स त त्यसको लागि चाहिँ हजुरले यसो फलोवर्स भ्युवर्स अब भिडियो भ्युजको लागि भयो चाहिँ अब हेर्नुहोस् अवेरनेसमा यसो होभर गर्नु सो यसले के को लागि राम्रो रहेछ त भिडियो भ्युज यो 3वटाको लागि चाहिँ राम्रो रहेछ है पढ्नुहोस् त सो एज टु पिपल हु आर मोस्ट लाइकली टु रिमेम्बर देम है अवेरनेस भनेको थोरै पैसामा धेरैभन्दा धेरै मान्छेले देखाइदिनु मात्र काम उसको रिप्लाई पनि हुँदैन के पनि हुँदैन जस्ट अवेर मात्र गरिन्छ है त्यसपछि के छ ट्राफिक ट्राफिक भनेको के रहेछ पढौँ न यसमा चाहिँ धेरै जस्तो इन्गेजमेन्ट गर्छौँ है अनि त्यसपछि सेयर्स गर्छ धेरै चाहिँ तर इन्गेजमेन्टै गरिरहेको छ सबभन्दा धेरै है ट्राफिक भनेको चाहिँ कसरी तपाईँको एडमा क्लिक गरेपछि उसले के गरिदिन्छ तपाईँलाई कुनै एउटा डेस्टिनेसनमा पुऱ्याइदिन्छ तपाईँको वेबसाइट होस् कि लोकेसन कुनै एउटा वेबसाइट कुनै एप कुनै इन्स्टा प्रोफाइल अर फेसबुक इभेन्ट त्यसमा चाहिँ पठाइदिन्छ है त्यसपछि के छ इन्गेजमेन्ट इन्गेजमेन्ट भनेको के हो कन्भर्सेसन बढाउँछ यसले चाहिँ है र अहिले केमा हेल्प गर्छ धेरै भिडियो भ्युज बढाउन हेल्प गर्छ पेज लाइक क्रिएट गर्नु पनि पेजको लाइक पनि बढाउन हेल्प गर्छ यसले इन्गेजमेन्टले चाहिँ त्यसपछि छ लिड्स लिड्स भनेको कलेक्ट लिड्स फर यर बिजनेस अर ब्रान्ड तपाईँले कहिलेकाहीँ कुनै एड्सहरूमा क्लिक गर्दाखेरि एउटा फर्म पपअप हुन्छ नि मैले तपाईँको नाम नम्बर र इमेजहरू लिन्छ नि लिड्स भनेको त्यही कुनै कुनै बिजनेसहरूलाई चाहिँ अरू केही पनि चाहिँदैन जस्ट मलाई इन्डिभिजुअलहरूको इन्फर्मेसन मात्र चाहियो भने चाहिँ त्यति बेला चाहिँ उनीहरूले लिड्स चलाउँछ कि लिड्स क्याम्पेन एउटा फर्म पपअप गर्छ फर्ममा क्लिक गर्ने बित्तिकै अटोमेटिकली मेरो नाम मेरो नम्बर मेरो इमेल चाहिँ मैले राखेको चाहिँ अनि सबमिट हुन्छ द्याट्स लिड्स है त्यसपछि आउँछ अरूसँग लिड्स भनेको त्यो इन्स्टेन्ट फर्म भन्दा चाहिँ नि फर्म क्रिएट गर्दा चाहिँ लिड चाहिँ युज गर्नुपर्छ है त्यसपछि एप प्रमोसन भनेको कुनै एउटा एप छ त्यसलाई डाउनलोड गर्नु चाहिँ अनि त्यो चाहिँ इन टाइम बसिरहेको छ कि त्यही ड्युरेसनसम्म मात्रै बस्छ त्यो फर्म चाहिँ फर्म त हामीले डाउनलोड गर्नु मिल्छ डाउनलोड गर्नु होइन जस्तै मेरो पेज चाहिँ कसैले ओपन गर्ने साथै अब उसलाई इन्ट्रेस्टेड छ भने इन्ट्रेस्टेड स्टुडेन्टले चाहिँ फिलअप गर्नलाई चाह्यो भने चाहिँ एनी टाइम त्यही बसिरहेको छ कि त्यो चाहिँ हामीले राखेको ड्युरेसन त्यो जुन एडभर्टाइजको लागि राखेको ड्युरेसनसम्म मात्रै बस्छ त्यो चाहिँ एडभर्टिजमेन्ट गरेको ड्युरेसन छ मात्र किनभने यसबाट हामीले पैसा तिरेको हुन्छ नि उनीहरूलाई फिसबाट सो पैसा तिरेको बापत चाहिँ आउँछ पैसा तिर्न छोडेपछि गयो अनि लास्टमा छ सेल्स सेल्स भनेको अभियसली तपाईँको कुनै एउटा प्रोडक्ट कुनै सर्भिसलाई चाहिँ सकेसम्म उसले बेचाउनु खोज्छ सेल्स गर्नु खोज्छ सो दिज आर द 6 क्याम्पेन अब्जेक्टिभ है अब यसमा के त कम्पनीले पनि भन्छ तपाईँले कि मलाई चाहिँ अवेरनेस क्याम्पेन गर्नु मन छ कि त इन्गेजमेन्ट गर्नु मन छ यो गर्नु मन छ भनेर अर तपाईँले कुनै आफ्नो प्रोडक्ट अर सर्भिस कुनै कम्पनीमा पनि वर्क गरिराख्नु भएको छ भने चाहिँ तपाईँले आफै सजेस्ट पनि गर्न पायो है अब उनीहरूको बजेट एकदम धेरै छ भने हामीले के गर्नु मिल्यो फर्स्टमा अवेरनेस पनि गराउनु पायो बजेट चाहिँ धेरै हुनु पऱ्यो है त्यसपछि बल्ल अनि इन्गेजमेन्ट गराइदिनु कि किन मान्छेले अलरेडी फर्स्टमा त्यो एड देखिसक्छ नि त त्यसपछि इन्गेज गराउँदा चाहिँ अझै फेमिलियर हुन्छ है नत्र नट डिरेक्टली इन्गेजमेन्ट गर्दा पनि भयो नभएछ हजुर
सो अझ प्र्याक्टिसको लागि हामी के गरौँ सबभन्दा धेरै युज हुने चाहिँ इन्गेजमेन्टवाला है इन्गेजमेन्ट क्लिक गरौँ त्यसपछि कन्टिन्यू है त्यसपछि दुईवटा अप्सन आउँछ है यसमा हामीले कुन चाहिँ चुज गर्नु भनेको थियौँ अनि किन आफूले अप्सन चुज गर्न पाइन्छ त्यो चाहिँ अल्टरनेट पनि कस्ट पनि यसमा चाहिँ सबै फिचरहरू हामीसँग हुन्छ सबै कन्ट्रोल गर्छ है कन्ट्रोल हामीसँग हुन्छ है सो म्यानुअल इन्गेजमेन्ट क्याम्पेन त्यसपछि कन्टिन्यू अब हामी फेरि अस्तिदेखिको रिपिट गर्छौँ है अस्ति हामी आधी मात्रै हेर्नु हेर्नुहोस् है अब यहाँ साइडमा तीनवटा लेभल छ है क्याम्पेन एडसेट अनि एड्स है यो तपाईँको इमोजीले पनि तपाईँले बिस्तारै चिन्न सक्नु पऱ्यो है क्याम्पेनमा यस्तो खालको हुन्छ जुन चाहिँ अलिकति ब्लू कलर गरेको भनेको छ एडसेटमा चारवटा बक्स हुन्छ र एड्समा एउटा खाली बक्स हुन्छ है सो दिज आर द 3 लेभल्स र हामी के गर्छौँ आज यसको लागि प्र्याक्टिसको लागि यसमा गर्छौँ है Hyundai यसको एउटा एडभर्टिजमेन्ट बनाउँछौँ है सो एडभर्टिजमेन्ट बनाउँदाखेरि सबभन्दा फर्स्टमा के गर्नु पर्यो क्याम्पेन लेभलमा आइसकेपछि जस्ट नेम मात्र चेन्ज गरिदिनु पर्यो हाम्रोको लागि मात्र अरू कसैले पनि देख्दैन है Hyundai कम्पनीको नाम है हामी कुन चाहिँ क्याम्पेन चुज गरेको इन्गेजमेन्ट अनि आजको डेट अफिसको नाम भन्दा नि हामीले गर्ने कामको नाम लेख्नु जुन चाहिँ कम्पनीको नाम रहेछ नि त हजुरले कुन कम्पनीको चाहिँ एड्सहरू चलाइराख्नु भएको छ त्यो सजिलो हुन्छ आफूलाई हेर्नलाई पछि बुझ्नुहुन्छ हामी नाम किन लेख्छौँ भनेर है यसमा जे नाम दिँदा पनि हुन्छ तर सकेसम्म मैले चाहिँ यसरी नै दिन्छु कम्पनीको नाम हामीले कुन चाहिँ क्याम्पेन चलाइरहेको छौँ र आजको डेट यो हामीले मात्र देख्छ अरू कसैले पनि देख्दैन है सो नेम चाहिँ पछि तपाईँले इफ चेन्ज गर्नु मन छ भने चेन्ज गर्दा पनि भयो नो वरिज यहाँसम्म भयो है अनि यहाँ तल हेर्नुहोस् त यो बजेट भन्नु चाहिँ बजेटमा क्याम्पेनको सट्टा एड सेट भनेर राख्नु है अहिले अस्ति कतिजनाको क्याम्पेन बजेट भएर रहेछ अहिले चाहिँ एड सेट भनेर राखिदिनु ल त्यो हामी हेर्छौँ हजुर किन राखेको भनेर है एड सेट भयो एड सेट केही गरौँ जस्ट नाम मात्र चेन्ज गऱ्यौँ र तर यहाँ बजेट भन्नेमा चाहिँ एड सेटमा क्लिक गरौँ द्याट्स इट है अब त्यसपछि नेक्स्ट गरिदिउँ नेक्स्ट गरेपछि हामी कुन स्टेजमा आउँछौँ क्याम्पेन पछि एड सेटमा आउँछ है एड सेटमा के क्वेसनको आन्सर आउनु पर्यो वाट 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 द लास्ट एडसेटमा चाहिँ हामीको हो भनेको हामीले कसलाई देखाउनु त्यो एडहरू है बजेट लोकेसन प्लेसमेन्ट त्यो सबै चुज गर्छौँ यसमा है सो एड सेटमा हामीले आफ्नो प्रोडक्टको नाम राख्दा चाहिँ झन् सजिलो भनेर राख्दै प्रोडक्टको नाम नेम भन्नु प्रोडक्टको कुना इभी हो नि त कुना इभी राखेको है अनि त्यसपछि आउँछ अब कन्भर्जन भन्ने आएर छ है कन्भर्जन भनेको चाहिँ तपाईँले कन्भर्जन लोकेसन सोधिरहेको छ उसले है अब यसमा चाहिँ फेसबुकले पनि तपाईँको रेकमेन्डेड भनेर दिइरहेको हुन्छ मेसेज डेस्टिनेसन भनेर है हाम्रो इन्गेजमेन्ट क्याम्पेन छैन कस्तो हाम्रो मेन गोल भनेको के हो कन्भर्सेसन गर्नु हो नि सो कन्भर्सेसन चाहिँ कता गर्ने भनेर सोधिरहेको छ यहाँ फेसबुकले सो मेसेज डेस्टिनेसन भनेको चाहिँ मेसेन्जर वाट्सएप र इन्स्टाग्राम है द्याट्स द मेन थिङ यो फेसबुकले नै रेकमेन्ड गरिदिरहेछ यो ठिक छ हजुर मेसेज डेस्टिनेसन भन्नु होला
बक्स लाग्ने calls, us, website, posts र Instagram र Facebook माथि जस्तो जानु त त्यो पनि छ त्यो चाहिँ तल छ मेसेज डेस्टिनेसन भन्ने माथि छ अनि सेल्फ के हजुर है स्मर्ट ठ्याक्क हुन्छ त्यसमा है यो चाहिँ हाम्रो मेसेन्जर वाट्सएप र इन्स्टाग्राममा चाहिँ हामीले के गर्नु पायो भनेको कन्भर्सेसन गर्न पायो भनेर चाहिँ भन्यो है अनि त्यसपछि अब फेसबुक पेज भन्न छ नि सो फेसबुक पेज भनेको चाहिँ हामीले कुन हामीले एड चाहिँ कसैले क्लिक गरेपछि कुन चाहिँ फेसबुक पेजमा जान्छ त त्यो चाहिँ हामीले यता सेलेक्ट गर्नुपर्छ है अब हेर्नुहोस् मैले अब यो साइडमा पेन्सिलमा क्लिक गर्छु मेरो त टन्नै छ फेसबुक पेजको एक्सेसहरू हेरेछ नि हामीले कुन चाहिँ गरेर हो एउटै कोना इबीको चाहिँ हामीले एडहरू चलाएर है र यहाँसँग र यहाँ चाहिँ मसँग हिउँडै कोनाको फेसबुकको पनि एक्सेस हुनुपर्ने हो तर अहिलेको लागि चाहिँ जस्ट प्र्याक्टिसको लागि अस्ति जुन चाहिँ हामीले क्रिएट गरेको छौँ नि त्यो चाहिँ सेलेक्ट गरिदिन्छौँ तर एक्चुअलमा चाहिँ हिउँडै कोनाको चाहिँ हुनु पर्यो किनभने त्यो कम्पनीको चलाएर हो नि त त्यसैको फेसबुक पेज फेसबुक पेज चाहिँ यहाँबाट सेलेक्ट गर्छौँ अनि त्यसपछि मेसेज डेस्टिनेसनमा एउटा अटोमेटिक भन्ने छ एउटा म्यानुअल भन्ने छ म्यानुअलमा क्लिक गर्नुभयो भने चाहिँ अब कुन कुन लोकेसनमा चाहिँ तपाईँले कन्भर्सेसन गर्ने त मेसेज नेक्स्ट वाट्सएप तिनवटा कनेक्ट भइसक्यो होला सबैको त्यसलाई अन्टिक टिक गऱ्यो भने चाहिँ त्यसमा पनि कन्भर्सेसन गर्न चाहिँ पायौँ है अनि कति कम्पनीजहरूले चाहिँ अनटिक पनि गर भन्छ है सो मैले चाहिँ धेरै जस्तो कम्पनीजहरूमा मेसेन्जर चाहिँ अनटिक गरिदिन्छु किन मेसेन्जरमा धेरै स्प्यामहरू धेरै हुन्छ कहिले बच्चाहरूले क्लिक गरिदिन्छ अब मम ड्याडीको मोबाइल्सहरू पनि बच्चाले खेल्दा हुन्छ नि उनीहरूले क्लिक गरिदिन्छ क्या फेसबुकमा चाहिँ त्यही भएर जहिले इन्स्टा र वाट्सएप है तर रेकमेन्डेड तपाईँले जुन गर्दा पनि भयो त्यसमा टिक गर्दा पनि भयो नगर्नुहोस् है यो बुझ्नु है त्यसपछि यसो स्क्रोल डाउन गर्नु ए पर्फर्मेन्स गोल भने अलिक के पनि हेर्नु पर्दैन यो अलरेडी नै ठिक छ म्याक्सिमम् नम्बर अफ कन्भर्सेसन्स नै हुन्छ यसमा यसो स्क्रोल डाउन गर्नु अब केमा आयो बजेट एन्ड स्केड्युलमा आयो है अब यसमा डेली बजेट मैले $2 राखेँ है अनि स्टार्ट डेट अप्रिल 26 छ आजको डेट र मैले यतिकै छोडेँ भनेपछि के हुन्छ मैले डेली बजेट $2 राखेँ स्टार्ट डेट आजको राखेँ है मैले सेट एन्ड डेटै राखेको छैन भनेपछि मेरो एभ्रिडे कति काट्छ यसले कहिलेसम्म आजको लागि आजको लागि इन्डिकेट मैले राखेको छैन भाइ मैले स्टप नगरेसम्म काट्छ काटिरहन्छ डेली बेसिसमा काटिरहन्छ है त्यही भएर एन्ड डेट राख्नु चाहिँ धेरै जरुरी छ एकचोटि मैले कम्पनीबाट एन्ड डेट नराखेको धमाधम चलाइदिएँ बरोबर है ठुलो इस्यु भयो अनि एन्ड डेट चाहिँ राख्नुपर्छ इफ तपाईँलाई अब याद हुन्छ भने चाहिँ नराख्दा पनि राम्रो यसो राखेर 3-4 दिनको राखेर चाहिँ एन्ड डेट चाहिँ राखिदिनु पर्ने हुन्छ है सजिलो हुन्छ हामीलाई है अनि अहिले एभ्री डे यता जति राख्नु भएको छ त्यही डलर चाहिँ काटिदिन्छ तपाईँको डलर कार्ड अकाउन्टबाट द्याट्स डेली बजेट अब लाइफ टाइम पनि सेम लाइफ टाइम पनि स्टार्ट र एन्ड डेट कहिले छ र त्यसको ड्युरेसनमा चाहिँ कति यसमा लाइफ टाइम बजेट एउटा डेली बजेट एउटा लाइफ टाइम बजेट डेली भनेको एभ्री डे काट्छ लाइफ टाइम भनेको यो जति ड्युरेसन छ नि स्टार्ट र एन्ड डेटको त्यसको बिचमा चाहिँ यहाँ जति बजेट राखेको छ त्यति डलर काटिन्छ सेम ए लाइफ टाइममा चाहिँ बरु यहाँ एमाउन्ट फिक्स गरेपछि त्यति काटिसक्यो त्यो सक्यो कम्पनी गरेको बुझ्नु है यो बजेट एन्ड स्केड्युल त्यसो भयो यहाँ त के कन्भेन्स छैन है अब यो स्क्रोल डाउन गर्नु अडियन्स कन्ट्रोलको तल यहाँ लोकेसन भन्ने आउँछ लोकेसन छ है लोकेसनको साइडमा यहाँ एडिटमा क्लिक गर्नु त्यहाँ नेपाल भनेर आउँछ नेपालमा चाहिँ
नेपालमा नेपालको टेक्स्टलाई होइन यतातिर क्लिक गर्नु त ठ्याक्कै एउटा नेपालको म्याप आउँछ है यतातिर केमा छ रियल लोकेसन यता क्लिक नगर्नु यति कहाँनिर लोकेसन लोकेसन हजुर ल्याङ्ग्वेज लोकेसन ल्याङ्ग्वेजमा ल्याङ्ग्वेज भन्दा माथि होला सर ठ्याक्कै माथि नै छ यो ल्याङ्ग्वेज हेर्नु छ ल्याङ्ग्वेज तल छ यहाँ छ लोकेसन तपाईँले भेटाउनु भयो ए सो लोकेसन भनेको चाहिँ हामीले एड चाहिँ कुन कुन लोकेसनमा चलाउने भनेर भनेको यो चाहिँ है अनि guys यसमा एकदम एक्युरेट चाहिँ हुँदैन है फेसबुकमा पहिलाभन्दा एकदम धेरै स्प्यामहरू आउने चाहिँ भइसकेको छ पहिला चाहिँ एकदम एक्युरेट हुन्थ्यो आजकल त धेरै स्प्यामहरू आउँछ यसमा है तर अराउन्ड 80% चाहिँ मिल्छ 20% अलिक बाहिरबाट पनि आइन्छ है सो यसमा अब के गर्नु हाम्रो नेपाल भनेर राख्यो सो यसमा यसो अब काठमाडौँ भनेर राखिदिनुहोस् काठमाडौँ रहेछ क्लिक गरिदिनु अनि एउटा रेडियस दिन्छ भने है सो हाम्रो एड चाहिँ अब मेरो चाहिँ देखेको चाहिँ छैन तर हजुरमा चाहिँ आउँछ है स्टाइल एउटा यस्तो रेडियस आउँछ होइन 25 माइल्स भनेर हुन्छ होला सो यसो माइल्सलाई पनि घटाइदिनु त्यो सर्कल पनि घट्छ र तपाईँको एड चाहिँ त्यहाँभित्र बस्ने इन्डिभिजुअल्सहरूले मात्रै देख्नुहुन्छ द्याट्स लोकेसन टार्गेटिङ है यहाँ चाहिँ हामीले अस्ति पनि गरेको थियो फेरि है यसमा तपाईँले डिरेक्टली सिडनी पनि देखाउनु परेन मैले सिडनी भनेर देखेँ सिडनी न्यू साउथ वेल्स भन्नु आउँछ है सिडनी छ क्लिक गरिदिनु त ल सिडनीतिर पनि देखाउँछ मेरो एड तर अलिकति एक्सपेन्सिभ हुन्छ है मैले भने नि तपाईँले नेपालमा एड देखाउनु र बाहिर एड देखाउनु इज भेरी एक्सपेन्सिभ किनभने यसको रेडियस घटाइदिनु यो भयो है अनि यसमा हामीले अस्ति ड्रप पिन पनि गर्न सिकेको थियौँ सिकेको थियौँ है यसमा त फर इक्जाम्पल अब अहिले त हामीले यहाँ बक्समा सर्च गऱ्यौँ तर कहिले काहीँ सर्च गर्दा लोकेसन देखाउँदैन त्यति बेला के गर्ने हजुर जस्तै हामी गुगल म्यापमा जुम इन गरेर खोज्छौँ नि प्लेस त्यसरी नै यसरी जुम इन गरेर फर इक्जाम्पल अब चितवन कहाँ छ चितवन भनेको लोकेसन बस्ने है हजुर भरतपुर हो सर भरतपुर भरतपुर है सो मैले भरतपुर भेटाएँ नि यसो जुम इन गर्छु जुम इन डबल क्लिक गर्दै जुम इन गर्छु भरतपुरमा अब यहाँ त चोक छ चोक भनेको त्यो त यसो बस्ती जस्तो छ नि हरियो भनेको तपाईँको रुख जङ्गलहरू भयो है यो त अलिकति बस्ती जस्तो देखिरहेछ त्यसमा के गर्नु यहाँ ड्रप पिनमा क्लिक गर्नु है यता रहेर ठ्याक्क बिचमा छोडिदिनु अनि ड्रप पिन गरिसकेपछि तपाईँको एउटा यस्तो नम्बर आउँछ है नम्बर चाहिँ यसो होल्ड गर्नु ठ्याक्क पिक्क बोल्छ नम्बरले यसो होल्ड मात्रै गर्नु कुन चाहिँ हो भनेर चाहिँ बोल्छ नम्बरले यसो होल्ड गर्नु त ठ्याक्क बोल्छ है अनि ड्रप पिन गरिसकेपछि तपाईँले यसलाई 1 माइलसम्म पनि घटाउनु भयो है ठ्याक्क चोकमा मात्र पनि देख्यो झन् प्रिसाइज भन्नुहोस् त डिफ्रेन्स है एउटा सर्च गर्नुभयो भने चाहिँ 10 माइलसम्म चाहिँ तपाईँको रेडियस लानु पायो ड्रप पिन गर्नुभयो भने चाहिँ 1 माइलसम्म पनि घटाउनु पायो अझै सानो भयो त्यो चाहिँ जुम गर्नुभयो लोकेसन 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 भनेर थाहा हुन्छ अब हेर्नुहोस् न है गाई बाहिर यहाँ हेर्नुहोस् न यो छ नि एउटा मैले यसो बुझ्नु है अब हजुरले यो जुन चाहिँ माथिकोमा यसो होल्ड गर्ने बित्तिकै यो वाला बल्छ त्यसमा क्लिक गरेपछि त्यसमा फोकस आउँछ काठमाडौँमा क्लिक गरेर काठमाडौँमा सर्कल ओभरल्याप लोकेसन चाहिँ आफूले सर्च गर्नुपर्छ है फर्स्टमा तर सेन्ट्रल पार्क सकेसम्म अनि यो जुन चाहिँ रेडियस छ नि ओभरल्याप चाहिँ नगर्नु डबल डबल हुन्छ फेरि है
अब यसको माथि यहाँ फेरि यसको माथि अघि यता पनि नराख्नु काठमाडौँ एरिया भनेपछि त्यो होल काठमाडौँ भयो बालाजुदेखि उम्, बालाजु त्यसमा चाहिँ म्याम एक्ज्याक्टली चाहिँ हुँदैन तर हजुरले यसरी नै ड्रप पिन गरेर फर इक्जाम्पल काठमाडौँ होइन काठमाडौँको टेन्सन काठमाडौँलाई क्रस गर्नुहुन्छ होइन काठमाडौँलाई अब सोर्स कहाँ छ त काठमाडौँ बालाजु एरियातिर होइन सो त्यसमा पनि ड्रप पिनै गर्नु पऱ्यो कि म्याम हजुरले त्यसमा यतातिर छ नि सो बालाजु भनेको कता पऱ्यो यता ललितपुरमा हो र होइन नि काठमाडौँ पऱ्यो नि बुद्धतिर हो र हो सो यतातिर यसो गरिदिनुहोस् यसमा जस यतै यतै सो यसमा तपाईँ के गर्नु पऱ्यो ड्रप पिन हालिदिनु पऱ्यो ठ्याक्कै अब यसो हेर्ने गरी बिचमा राखिदिनुहोस् अनि होभर गर्नु कुन चाहिँ हो यो भयो नि बल्ल छ नि पिलिका यसलाई चाहिँ अब म्याच गरिदिनु ठ्याक्कै त्यो एरियातिर मात्र भयो क्या आफ्नो घरको लोकेसन देखाउनु पर्यो भने ड्रप पिन आफैले लगेर राखिदिने अनि त्यो ड्रप पिन राख्ने ठाउँै हुँदैन अरूले राखेको अनि जे भइसक्यो कहिले कहिले त्यस्तो हुन्छ त्यो ड्रप पिन पनि धेरैजनाले राखिरहेको हुन्छ नि त आफ्नो पेजमा अरूले राखेको आफ्नो पेजमा अरूले राख्दैन नि यो त तपाईँ मात्र राख्ने नि अरूले राखेको देखिँदैन होला नि त अरूले अरूको त मतलब अरूको त जति राख्दा पनि हुन्छ के छ गुगल म्यापमा चाहिँ त्यस्तो हुन्छ यसमा चाहिँ त्यो लोकेसन भन्नु होला हजुरले त्यो लोकेसनमा चाहिँ लोकेसन लोकेसन त्यस्तो यसमा त के त्यस्तो के पनि हुँदैन त्यो कन्फ्युज नहुनु यसमा यसमा चाहिँ त अब आफूले बुझ्नु पर्यो यसमा कन्फ्युज नहुने त्यो चाहिँ डिफ्रेन्ट भयो त्यो चाहिँ टोटल्ली डिफ्रेन्ट है यसमा तपाईँले जहाँ राख्नुहुन्छ ठ्याक्कै त्यहीँ बस्छ स्पेसिफिक एरिया चाहियो भने चाहिँ हामीले डक्टर नै गर्नु कि त फर्स्टमा त सर्च गर्नु कि तपाईँले सर्च गर्न दिएन भने चाहिँ राम्रो चाहिँ ड्रप पिनै गर्नु म्यापमा खोजेर ड्रप पिन गर्दा चाहिँ सर्च बुझ्नुभयो द्याट्स लोकेसन है अब चाहिँ स्क्रोल डाउन गर्नु एडभान्टेज अडियन्स भन्ने आउँछ हामी नेक्स्ट एडभान्टेज अडियन्स नेक्स्ट गरेर होइन होइन नेक्स्ट टाइम पर्दैन त्यसमा त्यसमा स्क्रोल डाउन गरेर हामी लास्ट टाइम कहाँसम्म पुगेको थियौँ यो सबै गरेर यो सबै छ त्यहाँ ए ओके Audience has been 88. एडभान्टेज अडियन्स एडभान्टेज अडियन्स पनि है त्यसमा अब अडियन्स सजेसन छ अडियन्स सजेसन भन्ने त्यस ठ्याक्कै त्यसको तल चाहिँ त्यही सेक्सनमा छ है अडियन्स सजेसन भन्ने एडभान्टेज अडियन्स र अडियन्स सजेसन भन्ने हेर्नुहोस् त यसो आएको भन्नु त Advance त्यही टाइपको छ त्यसमा मेरो छैन क्या अब। हाम्रोमा चाहिँ के छ भने त्यो एडभान्टेज अडियन्स सो मोर अप्सन होला तपाईँकोमा छ अदरवाइज सो मोर अप्सन होला कि एडभान्टेज अडियन्स भन्छ सो मोर अप्सन्स Minimum age भन्ने मतलब मिनिमम एज भन्दा अलिक तल छ हेर्नुहोस् है मिनिमम एज यहाँ छ अलिक तल एडभान्टेज अडियन्स ल्याङ्ग्वेज भन्दा ठ्याक्कै तल एडभान्टेज अडियन्स अनि Suggests an audience so settings. सो सेटिङ्स Settings ठिकै छ तर अलिकति एडभान्टेज अडियन्स भनेर लेखिदिनुहोस्। एज जेन्डर डिटेल टाइप त्यही हो एज जेन्डर डिटेल टाइप है अब त्यसमा क्लिक गर्नु भएपछि हामी के जान्छौँ हाम्रो यो एड्स यो प्रोडक्ट कुन एजलाई देखाउने कुन जेन्डरलाई देखाउने र डिटेल टार्गेटिङ जुन चाहिँ डेटा भनेको थियो हामीले फेसबुकले ट्र्याक गर्ने भने त्यो चाहिँ यताबाट सेलेक्ट गर्छौँ सबभन्दा मेन सेक्सन है एड्समा अब एजमा यसो हेर्नुहोस् अब 18 वर्षकोले त किन्दैन गाडी है सो त्यसमा के गर्नु म लगभग 30 देखि 65 गर्नु अलिक गाह्रो होला है 30 देखि अराउन्ड 40 सम्म राख्दैन है अब यसमा चाहिँ यति नै भनेर चाहिँ हुँदैन है तपाईँले आफै आफ्नो प्रडक्ट र सर्भिसको बारेमा अलिकति रिसर्च गरेर चाहिँ कुन एजको ग्रुपले चाहिँ मेरो प्रडक्ट र सर्भिस चाहिँ किन्न सक्ला भनेर आफै गर्ने डिसाइड चाहिँ चुज अप्सन आउँछ अप्सन हुँदैन नि
हजुरले एज एज है त्यसपछि जेन्डरमा तपाईँले कसलाई देखाउने मेनलाई देखाउने कि वुमनलाई देखाउने है तर यसमा पनि एकदम एक्युरेट चाहिँ हुँदैन है मैले मेन छैन भने मेनलाई मात्रै देखाउनु पनि हुँदैन मैले भने अलिकति स्प्याम पनि छ हल्का धेरै चाहिँ हुँदैन हल्का फटाफट चाहिँ आइरहेको हुन्छ 100% चाहिँ हुँदैन यसमा है अल भराइदिँदा भयो अलमा र त्यसमा सबभन्दा मेन हाम्रो यो डिटेल टार्गेटिङ है अब हामीले कुन गाडी हेर्दैछौँ कोनाको इलेक्ट्रिक गाडी हो नि त सो त्यसमा म के गर्छु अब इलेक्ट्रिक गाडी इलेक्ट्रिक भेहिकल भनेर टाइप गर्नु त इलेक्ट्रिक भेहिकल भनेर टाइप गर्नु हजुर यो चाहिँ तर वर्ल्डभरिको टाइप गर्नु इलेक्ट्रिक भेहिकल है अब हेर्नु चाहिँ फर्स्टमा उसले एउटा फोल्डर जस्तो दियो नि सो मैले यसमा क्लिक गरेँ यसमा के हुँदो रहेछ र people who have expressed an interest in or like pages related to electric vehicle भनेपछि हाम्रो उसको पास्टमा चाहिँ फेसबुकमा जो इन्डिभिजुअल्सहरू जुन चाहिँ प्रोफाइल्सहरूले चाहिँ पास्टमा इलेक्ट्रिक भेहिकलको रिलेटेड पेजहरू चाहिँ लाइक गरेको छ त्यसको सबै प्रोफाइल्सहरूले के गरिदिएको छ यहाँ भित्र ल्याएर राखिदिएको छ है इन्ट्रेस्ट भएको हाम्रो गाडी पनि सेम हो इलेक्ट्रिक भेहिकल सो यसलाई हामी चुज गर्दैछौँ जो चाहिँ इलेक्ट्रिक भेहिकलको सर्च गर्दैछ उसलाई चाहिँ के हुन्छ अब हाम्रो एड्सहरू देख्छ तपाईँ पनि केही कुराहरू सर्च गर्नुभयो भने तपाईँले एड देख्छ नि एक्ज्याक्टली सेम थिङ है यसमा फेरि क्लिक गर्नु अब उसले अप्सन्सहरू अटोमेटिकली दिन्छ इलेक्ट्रिक भेहिकल हाइब्रिड भेहिकल्स है हाइब्रिड इलेक्ट्रिक भेहिकल एसयुभी अटोमोबाइल्स टेस्ला भेहिकल्स अब मोटरसाइकल त मिलेन स्कुटर्सहरू पनि मिलेन है इलेक्ट्रिक बाइसाइकल पनि मिलेन सो यसरी नै सबै तपाईँले सेलेक्ट गर्दै जानु पऱ्यो कुन मिल्छ त इन्ट्रेस्टेड जानको लागि गर्नुको लागि यो साइडमा है मैले राम्रो क्वेसन सोध्नु है हेर्नुहोस् त यहाँ साइडमा तपाईँको इन्ट्रेस्ट भन्ने पनि देखाएर हुन्छ त्यसको साइडमा छ मैले के गरेँ यहाँ चाहिँ टाटा भनेर हाम्रो एउटा कम्पिटिटर्स पनि हो न हिन्डाईको है हिन्डाईको टाटा भनेर यता सर्च गरेँ है टाटा टाटा कम्पनी सर्च गर्नुभयो अब चाहिँ टिभी सर्भिस प्रोभाइडर भन्ने दिइरहेको छ त्यो हाम्रो हो त त्यो त होइन नि त्यो चाहिँ छुट्टै भयो टाटा मोटर्स भन्दा छ त्यो एउटा हो त्यसलाई क्लिक गरौँ है म फेरि टाटा भनेर सर्च गर्छु है अब चाहिँ स्क्रोल डाउन गर्छु अब हेर्नुहोस् है यहाँ तपाईँको टाटा पावर भन्नु छ होला अलिकति स्क्रोल डाउन गर्नु टाटा पावर भन्नु छ और टाटा स्टिल्स और टाटा एलेक्सी भन्ने आइरहेछ साइडमा त्यहाँ इम्प्लोयर्स भनेको होला हेर्नुहोस् अब जुन चाहिँ इन्ट्रेस्ट थियो नि यसमा चाहिँ इम्प्लोयर्स भनेर आइरहेको होला कुनै कुनैमा यता साइडमा इम्प्लोयर्सहरू आयो देख्नुभयो भनेपछि यसको डिफ्रेन्स के रहेछ त्यसो पढ्नु त मैले होभर गरेँ अब यहाँ साइडमा पढ्नु त मैले सेलेक्ट गरेँ भने कसले देख्छु मेरो एडहरू यहाँ साइडमा पढ्नु त यसमा इन्डिभिजुअलहरू चाहिँ देख्छ फेसबुकमा त मैले यहाँ काम गरेँ भनेर राखिदिनु हुन्छ नि मलाई खुसी भयो तर फेसबुक सबै ट्र्याक गरेर आउँछ है त्यो चाहिँ इम्प्लोयर्सहरू भयो अब मैले इम्प्लोयर्स देखाएर भएन एउटा कामै छ हाम्रो हिन्डाको गाडी टाटा मोटर्सको सेल्स म्यानेजर देखाएर के भन्नु किन्दैन उसले है सो त्यो पनि हेर्नुपर्ने हुन्छ है इम्प्लोयर्स हो कि इन्ट्रेस्ट हो त्यो साइडमा ठ्याक्क पढ्ने त्यसबाट नै सेलेक्ट गरिदिनु पर्यो है टाटा भयो अब ह्युन्डाई इलेक्ट्रिक भेहिकल यसमा जति धेरै सेलेक्ट गर्नु सक्यो त्यति नै तपाईँको के हुन्छ एउटा फनल क्रिएट हुन्छ प्रिसाइज हुन्छ है एक्ज्याक्ट हाम्रो टार्गेट अडियन्स होइन मात्रै देख्छु यिनीहरू है यसो गर्नु प्लग इन हाइब्रिड के छ हाइब्रिड इलेक्ट्रिक भेहिकल है हाम्रो कम्पिटिटर्सहरू राखिदिनु टोयोटा भोल्क्सव्यागन होन्डा है तपाईँको निसान सबैले अप्सन दिइरहेको छ है निसान यसो बक्समा क्लिक मात्र गर्नु त भात मैले आफै दिन्छ माज्दा
हिस्ट्रीमा खिच्दा चाहिँ इन्ट्रेस्टेड भन्ने त यसो हाम्रो पेजसँग रिलेटेड हिस्ट्री देख्छ भने के युज गर्दैछ के भन हिस्ट्री खास हिस्ट्री हिस्ट्री भनेर चाहिँ अर्कै सब्जेक्टमा गरिरहेको छ कि यो सब्जेक्ट ए हिस्ट्री हिस्ट्री टाइप भन्नु होला नि हिस्ट्रीमा चाहिँ अब जुन जुन पेजेसहरूले लाइक यो हिस्ट्रीहरूको बारेमा लेखिरहेको हुन्छ नि लेखेका हुन्छौँ त्यही नै सिम्बल उनीहरूले चाहिँ लाइक गराएको चाहिँ इन्डिभिजुअल चाहिँ देख्छ सानो के छ किया मोटर्स एसयुभी छान्नुहोस् त अब यसमा टेस्ला चाहिँ हुँदैन किन त्यही महँगो भयो भने हाम्रो अडियन्स हाम्रो हुँ। उसले भिजुअल के भन्छ अडियन्सले चाहिँ किन्न अब अफर गर्न सक्दैन अफर है टेस्ला भन्दा यो त महँगो गाडी भयो किनेर त्यसको याद गरेको अब त एकदम सस्तो छ सो त्यो पनि हेर्नुपर्ने हुन्छ है जस्तै Price मैले range. मोबाइल सप गरेर सामसङ आइफोन कारोबार गरेर आइफोनमै गऱ्यो भने चाहिँ मिल्यो त्यही हो। है यसमा तपाईँले अझ डिटेलमा पनि जानु मिल्यो है मैले अस्ति भन्दै थिएँ एउटा यताबाट तपाईँले सर्च गर्न मिल्यो बुझ्नुभयो है अर्को के छ यहाँ साइडमा ब्राउज कहिले थाहा हुँदैन नि के राख्ने भनेर त्यति बेला चाहिँ ब्राउजमा क्लिक गर्नु डेमोग्राफिक्स इन्ट्रेस्ट र बिहेभियर्स है यति साइडमा पनि ब्राउज भन्ने छ है डेमोग्राफिक्स भनेको यसो साइडमा एकचोटि होभर गरिदिनु यो एक्सक्लामेसन मार्कमा यसमा चाहिँ हामी केमा टार्गेट गर्नु मिल्यो पिपल बेस्ड अन एजुकेसन उसको एजुकेसन लेभल उसको इम्प्लोइमेन्ट र हाउस होल्ड एन्ड लाइफस्टाइलको डिटेल्स कुनै कुनै चाहिँ युएसको लागि मात्र अभाइलेबल छ है त्यो डेमोग्राफिक्समा यस्तो क्लिक गर्नु तपाईँले कुन एजुकेसन लेभलमा पढिरहेको छ उसको फाइनेन्सियल स्ट्याटस के छ उसको लाइफ इभेन्ट के हो के छ रेडियो हजुर केमा थियो यसमा छ नि साइडमा ब्राउज है डेमोग्राफिक्स क्लिक गर्नु उसको एजुकेसन लेभल फाइनेन्सियल लाइफ इभेन्ट पेरेन्ट्स रिलेसनसिप र वर्क सबै एकचोटि हेर्नुहोस् त एजुकेसनमा उसको एजुकेसन लेभल के छ त एसोसिएट डिग्री हो कलेज ग्रेजुएट हो कि कलेज डक्टर पढिरहेको हो कि हाई स्कुल ग्रेजुएटलाई हो कि इन कलेज हो कि इन ग्रेड स्कुल हो कि हाई स्कुल हो कि मास्टर्स डिग्री हो कि के हो त के पढिरहेको छ उसले त्यो अनुसार पनि टार्गेट गर्न मिल्यो है त्यसपछि फाइनेन्सियल गरिसकेपछि पनि ब्राउजर पनि चुज गर्नुपर्छ फाइनेन्सियल चाहिँ यो युएसको लागि मात्रै हुन्छ अब लाइफ इभेन्ट्स अवे फ्रम फ्यामिली आफ्नो घरभन्दा टाढा बसिरहेको छ कि उनीहरू पनि देखाउनु पायो है बर्थडे कसैको बर्थडे आउनु लाग्छ अपकमिङ बर्थडे भनेर यो सबभन्दा चाहिँ धेरै काम लाग्छ है ए त्यसपछि फ्रेन्ड्समा पनि अब 7 दिनमा कसैको बर्थडे आउनु लाग्छ भने 30 दिनमा कसैको बर्थडे आउनु लाग्छ भने त्यो चाहिँ भित्रको पनि भित्र छ है अझै यिनीहरू हेर्नुहोस् लङ डिस्टेन्स रिलेसनसिप भर्खर रिलेसनसिपमा बसेको छ उसलाई पनि देखाइदिनु पायो भर्खर 1 वर्ष भयो बिहे गरेको उसलाई पनि देखाइदिनु पायो हनिमुन प्याकेज भनेर हुन्छ नि तपाईँको टुर्स एन्ड ट्राभल्स एन्ड टुर्सहरू ठ्याक्कै देखाइदिनु पेरेन्ट्स भनेको तपाईँले कुनै डाइपर्सहरू कुनै बच्चाहरूको क्लोदिङको बिजनेस गर्नु भएको छ है 12 महिनाको बच्चा 18 देखि 26 6 देखि 8 3 देखि 5 9 to 12 3 देखि 17 र 1 to 2 कुन चाहिँ एज ग्रुपको चाहिँ तपाईँले बेचिराख्नु भएको छ भनेर देखाइदिनु पायो त्यसपछि रिलेसनसिप स्ट्याटस पनि ल इन्गेज हो कि रिलेसनसिप हो कि म्यारिड हो कि सिङ्गल त्यसपछि वर्कमा पनि अब कुन चाहिँ इन्डस्ट्रीलाई तपाईँले टार्गेट गर्न चाहनुहुन्छ इन्जिनियर्स हो कि बिजनेस डिसिजन मेकर हो कि बिजनेस एन्ड फाइनेन्स हो कि क्लिनिङ एन्ड मेन्टेनेन्स खालको सर्भिस खालको बिजनेस हो कि है आइटी हो कि हेल्थ केयर हो कि लिगल सर्भिसेसहरूलाई देखाउने कि यो इन्ट्रेस्टेड भन्ने इन्ट्रेस्ट रेट इन्ट्रेस्ट के भन इन्ट्रेस्ट इन्डस्ट्रिज एक सेकेन्ड भन्नाले अरू इन्ट्रेस्टभित्र यो होला यहाँ पक्राइ त सो बुझ्नुभयो डेमोग्राफिक्स यतिमा सेयर गर्नु पायो त डेमोग्राफिक्सले मिनिमाइज गरिदिनु अब इन्ट्रेस्टमा आउनु यसो हुनुभयो नि इन्ट्रेस्ट भनेको चाहिँ यसो साइडमा होभर गर्नु रिच स्पेसिफिक अडियन्स बाई लुकिङ एट देयर इन्ट्रेस्ट है
activities, the pages they've liked, and closely related topics. So यसमा चाहिँ अब एउटा प्रोफाइलको एउटा इन्डिभिजुअलले चाहिँ उहाँले कस्तो खालको पेजहरू लाइक गर्नुभएको छ, कस्तो खालको कन्टेन्टहरू हेर्नुहुन्छ, त्यो अनुसारको सबै यसमा डेटा छ है। बिजनेस एन्ड इन्डस्ट्रिजमा अब कस्तो खालको बिजनेस एन्ड इन्डस्ट्रीलाई चाहिँ तपाईँले टार्गेट गर्न चाहनुहुन्छ भने आर्किटेक्चर, एभिएसन, ब्याङ्किङ एन्ड इन्डस्ट्रिज है, इन्जिनियरिङ, अनलाइन, रियल स्टेट है, त्यो चाहिँ बिजनेसको इन्डस्ट्री अनुसार पनि टार्गेट गर्न पायो। रिभाइज गरिदिनु। अब इन्टरटेनमेन्टमा पनि तपाईँले गेम्सहरूलाई टार्गेट गर्ने हो कि लाइभ इभेन्ट्स हो कि मुभिजहरूमा टार्गेट गर्ने हो कि म्युजिक है, टिभी कमर्सियल्स, केमा टार्गेट गर्ने त त्यो पनि देखाउनु पायो। र इन्टरटेनमेन्ट पछि फ्यामिली एन्ड रिलेसनसिप यसमा पनि त्यही फ्रेन्डसिप, म्यारेज, मदरहुड, पेरेन्टिङ सबै देखाउनु पायो है। त्यसपछि फिटनेस एन्ड वेलनेस, फुड एन्ड ड्रिङ्क्स, हबिज एन्ड एक्टिभिटिज, सपिङ एन्ड फेसन, अब स्पोर्ट्स एन्ड आउटडोर्समा कसरी इन्ट्रेस्ट छ भने त्यसमा क्लिक गरिदिने, डिरेक्टली उनीहरूले मात्रै देख्यो तपाईँको प्रोडक्ट चाहिँ रिलेटेड छ भने है। तपाईँको टेक्नोलोजी, कम्प्युटर चाहिँ इलेक्ट्रोनिक्स भनेको त्यो लास्टको भइहाल्यो। तपाईँले कुनै अब कम्प्युटर रिलेटेड सामानहरू बेचिरहनु भएको छ भने उनीहरू देखाइदिनु है, द्याट्स इन्ट्रेस्ट, बुझ्नुभयो है। त्यसपछि बिहेभियर्स भनेको चाहिँ रिच पिपल बेस्ड अन देयर पर्चेज बिहेभियर अर इन्टेन्ट, डिभाइस युजेस एन्ड मोर। त्यसमा चाहिँ अब यसो होभर गर्नु, अब एनिभर्सरी कहिले आउला छ मोबाइल डिभाइस युजर मोबाइल डिभाइस युजर यसो जानु त अल मोबाइल डिभाइस बाई अपरेटिङ सिस्टम भन्दा छ। यसमा चाहिँ पक्नु यहाँ कुन चाहिँ एप्पलमा मात्रै पनि सेलेक्ट देखाउनु मिल्ने, स्यामसङमा मात्रै पनि देखाउनु मिल्ने खालको छ है यो, त्यो चाहिँ यसमा छ है यो बिहेभियरमा। यसमा मोबाइल युजरमा भन्नु आएको छ डिजिटल एक्टिभिटिज हो कि कुन चाहिँ देख्न सक्नु भन्नु है मोबाइल युजर्स। अघि त्यसकै मोबाइल डिभाइस यसमा मोबाइल डिभाइस युजर भन्ने रहेछ, अलिक तल भनेको है दुईवटा छ यसमा मोबाइल डिभाइस युजर, फर्स्ट वान होइन सेकेन्ड वान। अब अल मोबाइल डिभाइसेस बाई ब्रान्ड दुईवटा छ, एउटा माथि छ योवाला चाहिँ होइन, एउटा तल छ मोबाइल डिभाइस युजर। all mobile device by brand, all mobile device by अल मोबाइल डिभाइसको ब्रान्ड गर्नु त जान मिल्दैन सर। यो चाहिँ एकदम अपडेट चाहिँ गराएको छैन, किन अहिले त आइफोन आइगयो 18 हो कि 17 आइसक्यो, त्यो चाहिँ छैन। तर 17 है यहाँ अब HTCलाई देखाउने कि मोटोरोला देखाउने कि स्यामसङलाई मात्र देखाउने कि सोनी, एलजी, तपाईँले के ब्रान्ड रुम काम गर्नुहुन्छ त्यही चाइनाबाट तपाईँको गुगल फोनको लागि कभर लिएर आयो उनीहरू मात्रै देखाइदियो, हामीले देखाउनु पऱ्यो। एलजी, जियोमी, हुवावे, माइक्रोम्याक्स, ओप्पो, जाओमी, स्यामसङ, सोनी, यसो होभर गर्नु एप्पल पनि थियो क्या अरे, एप्पल कहाँ छ त्यो पनि छ है यो एप्पल पनि रहेछ। एप्पलको पनि अब अपडेट चाहिँ छैन यसमा, तर इनडेप्थको पनि भेरी इनडेप्थ है। यसो होभर गर्नु अलि एक्सप्लोर गऱ्यो भने अझै धेरै थाहा पाउनुहुन्छ यसमा। हजुर कस्ट पनि 3000 जान्छ बुझ्नुभयो, दिस इज इन्ट्रेस्ट है, सबभन्दा मेन इम्पोर्टेन्ट पार्ट हाम्रो एड्सको यसो है। सेफ अरेन्ज गरिदियो के भन्नु सेफ अरेन्ज गर्ने यो सबै सबै सेभ अडियन्स गर्दा पनि भयो, यो जुन चाहिँ तपाईँले सेलेक्ट गर्नु भएको छ नि एउटा ठाउँमा सेभ भएर बस्छ, पछि पनि युज गर्नु पायो है, बुझ्नुभयो। त्यो यसो स्क्रोल डाउन गर्नु, अब आउँछौँ एडभान्टेज प्लेसमेन्ट भन्ने आउँछ, अलिकति स्क्रोल डाउन गर्नु तलतिर छ प्लेसमेन्ट, सो मोर सेटिङ्स एडभान्टेज प्लेसमेन्ट तपाईँको सो मोर सेटिङ्स भन्ने त्यस्तो अलिकति डिफ्रेन्ट हुन्छ है, यो चाहिँ अलिक पुरानो भएको हुनाले यस्तो देखाएर छ, अलिकति डिफ्रेन्ट होला तर हुन्छ।
आउँछ नि यस्तो आउनुपर्छ है फेसबुक मेसेन्जर डिस्प्लेसमेन्ट कन्ट्रोल भने त्यति इन्स्टाग्राम वाट्सएप गर्नु हजुर हजुर त्यो एडभान्टेज प्लस प्लेसमेन्ट भेट्यो प्लेसमेन्ट हो त्यो भन्दा अलि त अकाउन्ट कन्ट्रोल मोर सी मोर सो सो मोर सो मोर होला त्यो अप्सन अनि यस्तो वाला अप्सन हुन्छ है कुन चाहिँ प्लेटफर्ममा चाहिँ हामीले एडहरू देखाउने भनेर त्यस्तो वाला चाहिँ अलिकति त्यसमा चाहिँ जानु पर्यो प्लेसमेन्टमा जाने हो आएछ के भन्नु फोन भयो त्यसमा गएपछि पनि नि के आयो भने फोन भएन हामी म यहाँ भएरै गइरहेको छु मेरो एडभान्टेज प्लस प्लेसमेन्ट रेकमेन्डेडमा यो गरेर सिभिल चाहिँ सर्टिफिकेट गरेर यो सो अलिकति डिफ्रेन्ट आउँछ है यहाँ चाहिँ एडिटमा जाने भयो नि प्लेसमेन्ट यही हो सरपञ्च चाहिँ डिभाइसमा प्लेटफर्म भन्ने आएन त्यहाँ अँ मेरो कसले पनि रेस्टुरेन्ट जानुपर्छ गयो ल यसो सर्ट ब्रेक लिएर सर्ट जानुपर्छ क्याम्पेन स्कोर यसमा चाहिँ अब जति हामीले राख्यो नि त्यो अनुसार उसले एउटा स्कोर मात्रै दिन्छ हामीले यो क्लासमा जे जे गरेको सबै राख्नुभयो भने लगभग इट्स ओके चुज गर्दा जति थोरै चुज गर्दै गयो क्याम्पेन स्कोर चाहिँ कम हुँदै जाने सायद त्यो चाहिँ अहिले हामीले धेरै अप्सन चुज गरेर 95 पुगेको हो यसमा त्यो 95 चाहिँ क्याम्पेन स्कोर चाहिँ हजुर चुज भन्नाले यिनीहरू माथिको अप्सन होइन होइन यो त जस्ट वान पर्सन मात्र हो यसमा एउटा चुज गर्नुभयो भने उसले कम्प्लिट गरेको हुन्छ त्यसमा जुन चाहिँ अरू राख्यो नि यो फेसबुक पेजहरू सबै यहाँबाट सेलेक्ट गरेन यो एभ्रिथिङ यिनीहरू बजेट एभ्रिथिङ राख्ने बित्तिकै 95 हुन्छ स्कोर ब्याङ्कमा नयाँ पेज क्रिएट गर्नुभयो पर्सनल अकाउन्ट क्रिएट गर्ने सो अलरेडी छ अब छ अलरेडी अर्को पनि छैन त्यसैबाट ट्राई गर्नु न त तपाईँ यो गरिसक्नुपर्छ अस्ति बुझ्यो? भयो। ओके ब्याङ्कमा त्यो अस्तिको वेबसाइटको भन्नुभएको थियो नि त्यो चाहिँ अलिकति कोडिङ गर्नुपर्ने जस्तो छ त्यो अझै हुँदैन थियो म चाहिँ हेर्दैछु कसरी गर्न मिल्छ इजी वेमा त्यसमा म खबर भन्नु खासमा म भन्नु एकजना मैले कम्प्युटर पहिले पहिले के 68 69 मा सिकाएको स्टुडेन्ट चाहिँ कोडिङ फिल्डमै हुनुहुन्छ उहाँले हेर्नुपर्छ कोडिङ नम्बर हुँदैन कोडिङै छैन त्यसमा
यो हामी चाहिँ लकडाउनको बेलामा त्यो बुस्ट गर्नुको लागि जसलाई पायो त्यसलाई रिक्वेस्ट गरेको कि उम्, भर्खर गर्नुलाई अनि त्यो अब के गर्यो भने चाहिँ आउँछ भनेर त्यो 2021 तिर रहेछ त्यो धेरै अगाडिको रहेछ अनि कस्तो हुन्छ भने तपाईँको एउटा स्टेट अकाउन्टमा पेजले रिस्ट्रिक्ट हानिसकेपछि त्यो जुन चाहिँ कनेक्ट हुन्छ नि त्यसमा त्यो सबैमा उसले गरिदिन्छ नि रिस्ट्रिक्ट हुन्छ त्यो हुँदा चाहिँ नयाँ बनाउँदाखेरि राम्रो है सबैको म्यानुअलमा क्लिक गरेपछि हेर्नुहोस् त अल डिभाइसेस भन्ने आउँछ है त तपाईँले आफ्नो एड्स पनि कुन डिभाइस कुन प्लेटफर्ममा देखाउने भनेर पनि यसमा सेलेक्ट गर्न सक्नुहुन्छ है यसमा कम्पनीजले नै भन्छ कहिले कस्तो हुन्छ कुनै ब्युटी प्रडक्टहरू हुन्छ नि ब्युटी प्रडक्ट त तपाईँको लेडिजहरूले अलिकति यङ्स्टर्सहरूले धेरै युज गर्नुहुन्छ सो उसले के भन्छ म फेसबुकमा पनि देखाउँदिनँ मेसेन्जर पनि चाहिएन वाट्सएप पनि चाहिएन अडियन्स नेटवर्क पनि चाहिएन इन्स्टा मात्र चाहिएको छ कि उसलाई सो इन्स्टा मात्र टिकाउने भयो इन्स्टामा मात्रै तपाईँको एडहरू चाहिँ देख्नु भयो कि अनि इन्स्टाको जब कहाँ देख्छ भन्नु पर्दाखेरि चाहिँ यसो स्क्रोल डाउन गर्नु इन्स्टाको फिडमा ए इन्स्टाको प्रोफाइलको फिडमा एक्सप्लोरको होममा इन्स्टाको स्टोरिजमा इन्स्टाको रिल्समा त्यति मात्रै तल चाहिँ तपाईँको छ यहाँ मात्रै देख्नु छ द्याट्स प्लेसमेन्ट तर यसमा चाहिँ सकेसम्म एडभान्टेज चाहिँ राख्दाखेरि राम्रो है किनभने फेसबुकले अलिकति स्मार्ट हुन्छ यसमा चाहिँ उसले डिफ्रेन्ट सबै लोकेसनमा देखाइदिन्छ र जुन चाहिँ लोकेसनमा राम्रो किक्सहरू आइरहेको छ नि त्यो लोकेसनमा चाहिँ उसले बढी फोकस गरिदिन्छ है सकेसम्म एडभान्टेज प्लेसमेन्ट राख्दाखेरि चाहिँ राम्रो त्यसको माथि मेनुको माथि मेनुको माथि एडभान्टेज प्लेसमेन्ट रेकमेन्डेडवाला भयो एडभान्टेज भने सबैमा देखेको एडभान्टेज चाहिँ भेटेन के इफ एडभान्टेज भेट्नु भएन भने मेनुमा क्लिक गरेर सबै टिक लगाइदिनु द्याट्स एडभान्टेज तपाईँले टिक गर्ने बित्तिकै द्याट्स एडभान्टेज यो सबै सेलेक्ट छ हजुर यो सबै सेलेक्ट भए पनि यस एडभान्टेज है सेम सबै सेलेक्ट गर्ने बित्तिकै द्याट्स एडभान्टेज है सबै प्लेटफर्ममा देखाइदिन्छ र जुन चाहिँ प्लेटफर्मबाट धेरै किक्सहरू आइरहेछ मान्छेहरूको यसमा फोकस गराइदिन्छ भने बजेट त्यही सिफ्ट गराइदिन्छ म्यानुअल पनि यो सबै बक्स टिक छ नि धेरै एडभान्टेज नै यो भयो यहाँसम्म है नेक्स्ट गर्नु हामी अस्ति यहाँसम्म सिकाएको थियो ओके सो अब केमा आयौँ हामी कुन एड हामी चाहिँ अब एड सेक्सनमा आयौँ है यहाँ चाहिँ लास्टमा छ नि एड सेक्सन है अब यसमा के क्वेसनको आन्सर आउनु पऱ्यो यसमा चाहिँ के को आन्सर आउनु पऱ्यो भन्नु त सबैले वाट आउनु पऱ्यो है के देखाउने त हाम्रो अडियन्सले पब्लिस भयो क्या म्याममा छैन पब्लिस भएको छैन हामी यसमै छौँ यो स्टेजमा छौँ है अब हामी हेर्नुहोस् त अहिलेको लागि चाहिँ जस्ट एउटा इमेज मात्रै देखाउँछौँ है अडियन्सलाई है फोटो त्यही भएर म चाहिँ के गर्छु यहाँ नेममा मैले जे राखेको छु नि यता इमेज देखाउने हो कि भिडियो देखाउने हो कि क्राउजर तिनवटा अप्सन हुन्छ है क्राउजर भने के हो है सो मैले त जे देखाउन छु मैले एक्ज्याक्टली त्यही नै लेख्छु यता मैले बाहिरबाट हेर्दाखेरि बुझ्ने यो ह्युन्डाईको कम्पनीको इन्गेजमेन्ट क्याम्पेन हो मैले कहिले स्टार्ट गरेँ 26 अप्रिलमा र एड सेटमा मैले कुन चाहिँ प्रडक्टको छानिरहेको छु यसमा अडियन्सहरू आजबाट स्टार्ट गरेँ हो नि त्यो सजिलो हुन्छ र मैले यो एड्समा चाहिँ के देखाइरहेको छु अडियन्सहरूलाई इमेज है
इमेज गर्न लेखिदिनु द्याट्स इट है। त्यसपछि यसो स्क्रोल डाउन गर्नु आइडेन्टिटी भनेको छ। अब आइडेन्टिटी भनेको चाहिँ हामीले अगाडि अलरेडी सेलेक्ट गरेको फेसबुक पेज उसले डबल स्योर गरेको हो कि होइन भनेर। सेम हो, हुन चाहिँ यसमा कुन हुनुपर्ने हो, कुन पेज हुनुपर्ने हो आइडेन्टिटी देखाइदिँदैन जुन कम्पनीको हामीले यो गराएको छौँ त्यसकै देख्नु। एड्समा सर यहीँ छ एड नेम चाहिँ यहीँ तल छ, आइडेन्टिटी देखाउनुपर्छ सर। त्यसमा खास के पनि गर्न मिल्दैन हामीले। यो अफ गरेको यो भनेको चाहिँ जुन चाहिँ पार्टनरसिप एड भनेर छ नि, यो भनेको चाहिँ रन एड्स विथ क्रिएटर्स ब्रान्ड्स अर अदर बिजनेस के तपाईँले अरू ब्रान्ड्सहरूसँग कोलाबोरेट गरेर चाहिँ गर्न पाउनु। यो खासै युज हुँदैन है। यो आइडेन्टिटी चाहिँ कसैमा देखाउँछ कसैमा देखाउँदैन है। तर हुन्छ जस्ट हाम्रो पनि खासै केही गर्न मिल्दैन, जस्ट डबल स्योर मात्रै है। अब यसो स्क्रोल डाउन गर्नु, अब एड सेटअप भन्नेमा आउँछौँ हामी। एड सेटअप छ, एड सेटअप देख्नुभयो है। अब एड सेटअपमा हेर्नु चाहिँ एउटा यो बक्समा क्लिक गर्नु, त्यहाँ दुईवटा अप्सन आउँछ, एउटा क्रिएट एड, अर्को एक्जिस्टिङ एड है। अब क्रिएट एडमा क्लिक गर्नुभयो भने चाहिँ हामीले के गर्छौँ, क्यानभामा डिजाइन गरेर डिरेक्टली यसमा एउटा डिजाइन अपलोड गर्छौँ है। र अर्को अप्सन युज एक्जिस्टिङ पोस्ट भनेको के होला, पहिलाको मतलब पहिला पोस्ट गरिसकेकोलाई त्यसलाई चाहिँ युज गर्न चाहे है। सो दुईवटा अप्सन है। मैले यो क्रिएट एड गरेँ भने के गर्छु, यहाँ तल गएर सिङ्गल इमेज अरू भिडियो भनेर सेलेक्ट दिइरहेको छ उसले अप्सन, सिङ्गल इमेज भिडियो अर ब्राउजर भन्ने अप्सन दिइरहेको छ नि। त्यो सिङ्गल इमेजमा क्लिक गरेर अब बल्ल यहाँ सेटअप क्रिएटिभ भनेको छ त्यसकै तल एड क्रिएटिभमा छ नि, सेटअप क्रिएटिभमा क्लिक गरेपछि यहाँ म इमेज क्यानभामा डिजाइन गरेर यसमै अपलोड गरिदिन्छु। द्याट्स वान थिङ है। यहाँबाट हामीसँग भएको इमेज छ। उम्. पोस्ट गरेको इमेज मात्रै आउने र होइन डिभाइसको इमेज आउने हो कि पोस्ट गरेको इमेज आउने? यो त डिभाइस आउने भएन नि, अहिले भएन। सुपर नै त्यो बुझ्नुभयो। अर्को भनेको यो एक्जिस्टिङ पोस्ट, एउटा क्रिएट एड छ है। अर्को भनेको एक्जिस्टिङ पोस्ट छ नि, युज एक्जिस्टिङ पोस्ट। यो भनेको चाहिँ मैले मेरो पेजमा जुन चाहिँ पेज सेलेक्ट गरेको छु नि, फेसबुक बिजनेस पेज, त्यो पेजमा पहिला कतै न कतै त अपलोड त गरेको हुन्छ मैले पोस्टहरू, त्यो पोस्ट चाहिँ युज गर्न पाएँ। यहाँ चेन्ज पोस्ट भनेर जानु, अब मैले पोस्टहरू सबै यहाँ आएन चाहिँ एन्ड अनदर इम्पोर्टेन्ट थिङ, जब हामीले इमेजमा तपाईँ जानुभएको भएन इमेज क्रिएटलाई यसो क्रिएट एडमा सेलेक्ट गऱ्यौँ है। त्यसपछि सिङ्गल इमेज अरू भिडियोमा सेलेक्ट गर्नु, त्यसपछि यहाँ एड क्रिएटिभ छ, त्यसमा सेटअप क्रिएटिभमा एज इमेज एडमा क्लिक गर्नु र यस्तो एउटा अप्सन आउँछ। यो चाहिँ अपलोडेड फोटो भिडियो आयो नि त होइन? यो चाहिँ मेरो अलरेडी अपलोड भएको, अपलोडेड भिडियो यो चाहिँ पहिला भयो, अरू कसैले देख्दैन यो नातिन अरूले देख्दैन, यहाँ अपलोड मात्र गरेको है। अब यसमा अपलोड गर्नु पऱ्यो भने उतै साइडमा छ अपलोड है, अपलोडमा क्लिक गर्नु। अब क्विकली 2 मिनट्समा क्यानभामा गएर एउटा कारको टेम्प्लेटमा ह्युन्डाईको कोनाकोलाई रिप्लेस गरेर ल्याउनु थियो त 1080 by 1080। सो गो टु क्यानभा, नयाँ ट्याबमा भए म क्यामेराले जाउँ न पनि अहिले जे पनि एउटा अपलोड गर्दैछ। सो नयाँ ट्याबमा जानु, क्यानभा जानु, 1080 by 1080, त्यसमा कारको टेम्प्लेट लिनु, कारको इमेज हटाएर कोना ह्युन्डाई कोना इभीको गाडीको ब्याकग्राउन्ड रिप्लेस गरेर त्यसमा अपलोड गरिदिनुहोस्। जस्तै यो यहाँ काटेको फोटोलाई डिलिट चाहिँ कसरी गर्ने? यो डिलिट गर्नु पर्दैन, कसैले पनि डिलिट हुँदै हुँदैन। यसमा खासै कसैले देख्नु देख्दैन, त्यहाँदेखि चाहिँ 1080 by 1080। Thank you.
त्यसो जिउँदा पनि अलिक गर्न सकिन्छ टेम्प्लेट सर्च गर्ने अनि सरले गर्नु अनि त्यसमा चाहिँ त्यो रिजोल्युसन हाई के फिक्स हुन्छ कि जस्तो सक्यो पपुलेसन यसमा तपाईँको फोटोको साइज चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट हुन्छ सर कुनै ब्लर रेजोल्युसन पनि खासै फरक त पर्दैन हाई क्वालिटी लो क्वालिटी सकेसम्म अलिकति हाई क्वालिटी गर्दै राम्रो त्यही के हामी फेरि टेम्प्लेटमा के सोच्नु टेम्प्लेट कारको टेम्प्लेट क्यानभामा त्यो ठिक छ कारको टेम्प्लेट भनेर सर्च गर्नु गाडी पनि कोनाको छ है फेरि जनपाइते गाडी भएन नि कोनाको एडभर्टिजमेन्ट गर्दैछौँ भयो अब यसलाई नै अपलोड गरिदिन्छु त हजुर त्यो त गुगलमा जानु पर्यो गुगलमा गएर अपलोड गरेर ब्याकग्राउन्ड रिमुभ गरेर अपलोड गर्नु पर्यो यसमा जानु रेडी भइसक्नु अहिले भर्खरको अपलोड क्लिक गरिदिनु राखिदिनुहोस् अपलोड गरिदिनुहोस् अपलोड भयो देखाउँछ है यसरी सेलेक्ट गरिदिनु सबैको भयो सो एउटा टेम्प्लेट यो गाडीलाई मैले उडाइदिएँ So go to Google. Hyundai. Hyundai कोना भनेर इमेज राखिदिएँ कोनाको गाडी आयो राइट क्लिक यसलाई सेभ इमेज एज ल्यापटपमा मैले सेभ गरेँ है सेभ भयो अब क्यानभामा गएँ अपलोडमा जान्छु अपलोड फाइल अर्को भयो जस्ट एक्जाम्पल है यहाँ ल्याएपछि के गर्दैन फाइल यता आयो यो पब्लिस फेसबुकमा एप्पल पब्लिसन बाइक छ अझै अपलोड चाहिँ गरे है अनि यसलाई डाउनलोड गरिदिनु remove.pg ब्याकग्राउन्ड न्यू ट्याब ब्याकग्राउन्ड भन्नु होइन न्यू ट्याबमा जानु remove.pg यसो हेरौँ है त सो अर्को एउटा गाडी लिउँ है यसको पनि ब्याकग्राउन्ड अनि हेर्नुहोस् यहाँ कुनै पिक्चरमा तपाईँले क्लिक गरेर यहाँ पछाडि चेसको बोर्ड जस्तो आउँछ त्यसमा अलिकति देखिँदैन तर यहाँ पछाडि कालो सेतो कालो सेतो कालो सेतो छ क्या है त्यो भनेको चाहिँ अलरेडी नै ब्याकग्राउन्ड रिमुभ भइसकेको त्यसको सो यसको ब्याकग्राउन्ड रिमुभ भइसक्यो अब ट्रान्सपेरेन्ट यो पनि ब्याकग्राउन्ड रिमुभ भइसक्यो यसको
यो चाहिँ अब यसो मैले हेरेँ तर मैले पिक्चर हेर्दाखेरि अलिकति ब्लर छ क्या सो मैले लिँदैन है क्रस गरेर अझ एचडी टाइप गरिदिनु आउँछ कि ए होला त्यो त्यति घट्दैन तपाईँले फोटो सेयर गर्नुभयो कि यो त हुनुपर्ने त साँच्चै त्यो क्यामेरा क्यान्सल मात्रै हट्छ होइन that's not photo. सेटअप केमा गएर नेक्स्ट गरेको थिएँ आएको थियो नि अघि हामीलाई त्यो त नेक्स्ट गरेको भन्नु पब्लिस हुनुहुन्छ अहिले तपाईँले हालिदिनु क्या यसमा अरू नेक्स्ट के पनि नगर्नु है अपलोड मात्र गर्नुहोस् हजुर टेम्प्लेटमा कहाँ अपलोड गरेर पेजमा ल्याउने क्यामेराको बुझेन यो त मैले गुगलमा गएर डाउनलोड गरेर इमेज यसबाट चाहिँ पाउँदैन यहाँबाट चाहिँ पाउँदैन सो गो टु गुगल नयाँ फोटो छ नि नयाँ फोटोमा राइट क्लिक गर्नु यसलाई सेभ गर्नु सेभ इमेज एज यो तपाईँको सेभ भयो यसलाई म अब के गर्छु रिमुभ डट पिजीमा जान्छु अपलोड गर्छु 20 मिनट भइसक्यो क्यामेरा हेर्नुहोस् न त्यसपछि यसलाई अपलोड गरिदिन्छु त्यसको ब्याकग्राउन्ड हटाइदिन्छ उसले एकछिन सबैको ब्याकग्राउन्ड हटायो डाउनलोड अनि प्रिभ्यू त्यसमा चाहिँ एकदम के अरे टाइम कन्ज्युमिङ हुन्छ यसमा अनि यहाँ आएर भर्खर तपाईँको ब्याकग्राउन्ड हटाएको गाडी एप होइन म्याम तपाईँसँग एप चाहिँ युज नगर्नु आउटडेटेड हुन्छ डिजाइनिङ प्लेटफर्म क्यामेरा भनेको लाइक डिजाइनिङ प्लेटफर्म सबैसँग एप चाहिँ युज नगर्नु अपडेटेड हुनु ब्राउजरमै गएर अलिकति ह्याङ हुने चान्स देखिन्छ सबैसँग ब्राउजरमै गएर canva.com गर्दा चाहिँ राम्रो हजुर सर त्यसपछि कहाँ गएर प्लेस गर्नु छ सेयर डाउनलोड भयो अपलोड गर्नु थियो अब एज म्यानेजर साइडमा अपलोड छ नि साइड म्यानेजरमा सेटअप क्रिएटेड एड अनि अपलोड एकछिन एप क्रिएटिभ टेस्टिङ म्यानको भयो अपलोड सर एड क्रिएटिभमा गयो अनि सेटअप एडिट त्यही होला कि हजुर अलरेडी भइसक्यो डिलिट गर्नु त तपाईँ अलरेडी भइसकेको डिलिट गर्नु अब माथि माथि जानु त माथि एड क्रिएटिभ डिलिट भएन डिलिट गर्नु हजुर सेटअप के भन्नु त्यो क्यानभा के हो रे कुन त्यही कारको बनाउनु भएको खोइ
अपलोडिङ अपलोड यही भन्नु न Canva.com है लगइन गर्नुपर्छ हो त्यसमा फर्स्टमा साइन अप गर्नुपर्छ ल अकाउन्ट छैन भने चाहिँ guys सेट अप क्रिएटिभ इमेज एड छिटो मेरो चाहिँ धेरै आउँछ तर पछि एउटा मात्र होला त्यो म्यामको भयो हुन्छ Continue जाने वाले हैं तो चाहिए स्क्रीन तेरा एडिट सिक्स गाइस वाले बहुत अच्छा है लाइक पढ़ेंगे ऑनलाइन करना चाहिए एडिट सब kind of goals and fast words from एडिट सेकेन्ड डिभाइड गर्ने हो गाइस प्लान कम्प्लिट तीन चार कति हुन्छ हैन डिभाइड गरिदिन्छ अनि यो क्रिएट गरिदिने अनि एनिमेसन हामीले अल्सो डाउनलोड गर्ने अनि त्यसलाई इन्टु गरिसक्छ त्यो चाहिँ प्रम्पटलाई कपी पेस्ट गर्नु एड क्रिएटिभ भित्र सेटअप क्रिएटिभ अनि यो सेटअप क्रिएटिभ भित्र भयो त्यहाँ अपलोड गरिदिनुहोस् त सरी सिकाउन चाहन्छ अन्टी गर्दै जानु भयो म्याम उता अपलोड फिर क्या करना मीडिया में क्लिक करें ऐसे कैसे क्लिक करूं हमें यहाँ से लेकर सॉरी तो समय मैम सो इंस्टाग्राम भी इंस्टाग्राम में पोस्ट करेंगे हम पाएंगे इसका ऑप्शन होते मैम को बाहर मॉर्निंग पर मेरा शिशु वाले और पूरी बात से लेती चल्दै ल्याउनु है सो अपलोड गरिसकेपछि नेक्स्ट भन्ने अप्सन छ हामीले मिडियामा छ मिडियामा छौँ नेक्स्ट गर्नु क्रप भन्ने आउँछ हामीले एउटा राख्यौँ एउटा साइज राख्यौँ नि अब यसमा स्टोरी साइजमा चाहिँ यसरी क्रप गरेर देख्छ भने तपाईँको डिजाइन अहिले बन्न छ यहाँ माथि खाली देखाइदिएर कहाँ थियो मेरो चाहिँ त्यो भनेको चाहिँ साइज मिलेन यो त हामीले 1080 by 1080 बनाएको हो नि त सो स्टोरी साइजमा यहाँ स्क्रोल डाउन गर्नु रिप्लेस भन्ने अप्सन छ तल अब तपाईँले सेम डिजाइन स्टोरी साइजमा पनि बनाउनु पर्यो रिप्लेस भएछ अब रिप्लेस यहाँ तल छ नि बटन गयो जानुमा क्लिक गर्नुभयो
अब यसमा चाहिँ फेरि अपलोड गर्नु पर्यो भरेको सेम डिजाइन तर स्टोरीको साइजमा भर्खर त 1080 बाई 1080 भने नि यसो हुन्छ होइन यसो हुन्छ अब एउटा तपाईँको इन्स्टाग्राम पोस्ट भनेको 1080 बाई 1080 हामीले भर्खर राख्यौँ द्याट्स स्क्वायर अब इन्स्टा स्टोरी भनेको पनि हुन्छ द्याट्स 1080 इन्टु 1920 लङ वाला डिजाइन हुन्छ त फेरि त्यसमा डिजाइन गर्नु पर्यो मेरो त्यो आयो त सर आउँछ सर आउँछ क्रपमा क्यानमा क्रप के पनि गर्नु के हजुरको क्रपमा नेक्स्टमा क्रप जानुभयो क्रप यस रथमा आयो क्रपमै छु म क्रपमा छु तर त्यो गाडी तिनवटा आयो तिनवटा आएन दुईवटा आयो सबैलाई सेभ गर्ने हो अप्समा लिङ्क अब चाहिँ के आउँदैन भने नम्बर पछाडि आउनु सर भने आउँदैन 1920 सर यो डिजाइन चाहिँ पछि गर्नु होला ए यो डिजाइनमा ड्यामेज नगर्नु छोड्दैन है किनभने डिजाइन त अब सबै प्रो भइसक्यो होला है भयो है त्यसपछि अब नेक्स्ट गर्नु क्रप पछि हामी टेक्स्ट भन्नेमा आउँछौँ यहाँ छ नि साइडमा हेर्नुहोस् त टेक्स्ट नेक्स्ट गर्नु यसमा छ टेक्स्ट सिधै यसमा क्लिक गर्नुभयो पनि हुन्छ आयो भयो यो भनेको चाहिँ तपाईँको फोटोको माथि क्याप्सन आउँछ नि द्याट्स टेक्स्ट रथमा ब्याक जान्छ क्रप यहीँ क्लिक गर्नु क्रपले जानु डाइरेक्ट क्रपमा क्लिक गर्दा पनि हुन्छ डिरेक्टली क्रप पछि सिधै टेक्स्टमा क्लिक गर्नु त्यसमा क्लिक गर्दा नि भयो अब यसमा गो टु च्याट जिपिटी क्याप्सनको लागि chatgpt.com भन्नुहोस् त धेरै लङ त हुँदैन हजुर त्यो टेक्स्टले एसेस नै दिएन सर किन दिनु पर्यो यहाँ पहिला चार्जिङ पोइन्टमा गएर ChatGPT त कस्तो हुन्छ ब्याक आइदिने यो सबैजना क्रममा चाहिँ हाम्रो यो साइज त मिलोस् साइजमा काटिरहेछ सो रिप्लेस गरिदिने यो क्यानभामा गएर तपाईँको अर्को साइजमा चाहिँ त्यो साइज बनाएर फेरि अर्को सेटअप पनि भयो नि सर यो जस्तो अघिको पेजमा त्यो ब्याक जानु क्रप गर्ने ठाउँमा कहाँ जानु कहाँ पनि भन्दाखेरि यता आउने भिडियो चाहिँ रेकर्डेड छ होला भिडियो चाहिँ रेकर्डेड छ हुँदैछ है च्याटजिपिटी जानुभयो अब यसमा एउटा प्रम्प्ट लेख्नु है यो प्रम्प्ट चाहिँ तपाईँले जहिले युज गर्दा पनि भयो प्रम्प्ट भनेको चाहिँ होइन न प्रम्प्ट भनेको चाहिँ हामीले चाहिँ च्याटजिपिटी एउटा कमान्ड दिएको जस्तो हो द्याट्स कल्ड प्रम्प्ट है सो अब लेख्नु है आई वान्ट यु टु एक्ट एज एन फेसबुक एड्स एक्सपर्ट I want you to act as a Facebook ads expert and for my I want you to act as a Facebook ads expert and help me create primary text for my business. किन हाम्रो प्राइमेरी टेक्स्ट चाहिएको हो नि त पहिले टिप्नु म भन्छु है के गरेको
I want you to act as a Facebook ad expert and help me create primary text for my business. अब म बुझाउँछ है बुझ्नुभयो फर्स्ट अफ अल च्याट जिपिटी भनेको के हो वाट्स च्याट जिपिटी AI एप्लिकेसन ए एप्लिकेसन जसले के गर्छ जसले हामीले चाहेको कुराहरू जेनेरेट गर्छ जेनेरेट गरिन्छ है एउटा एआई प्लेटफर्म जसले चाहिँ हामीले जे सोधे पनि उसले त्यसको आन्सर चाहिँ भनिदिन्छ है सिम्पल वेमा भन्नुपर्दाखेरि च्याट जिपिटी भनेको एउटा स्मल बेबी हो बच्चा है जसलाई संसार थाहा छ है र यो जुन चाहिँ हामीले लेख्यौँ नि यसलाई चाहिँ हामीले प्रम्प्ट भन्छौँ है PROMPT प्रम्प्ट याद गर्नु है यो जुन चाहिँ हामीले लेख्यौँ नि उसले त्यसलाई चाहिँ हामी प्रम्प्ट भन्छौँ प्रम्प्ट अर कमान्ड हामीले त भनेको हो नि त उसलाई च्याट जिपिटीलाई यसो यसो गर भनेर है द्याट्स प्रम्प्ट अर कमान्ड COMMAND कमान्ड बुझ्नु है तपाईँ हेर्नुहोस् त मैले के भने हामीले अहिले फेसबुक एड चलाइरहेछौँ नि त फेसबुक एड चलाइरहेको हो फेसबुक एड्समा मलाई प्राइमेरी टेक्स्ट चाहियो नि सो मैले के भने च्याट जिपीलाई फर्स्टमा चाहिँ उसलाई एक्ट गर भन्नु पऱ्यो तपाईँले यो जुनमा पनि लागू गर्नु मिल्यो है आई वान्ट यु टु एक्ट एज अ फेसबुक एज एक्सपर्ट भने नि तपाईँले यो चाहिँ अब जेमा पनि रिप्लेस गर्न पाएँ कि आई वान्ट यु टु एक्ट एज अ सेफ I want you to act as a trainer. I want you to act as a के भन्छ टेक्निसियन कोडर जे भन्दा पनि भयो फर्स्टमा उसलाई चाहिँ एक्सपर्ट बन भनेर भन्नु पर्यो है त्यसपछि तपाईँलाई के चाहियो एन्ड हेल्प मी क्रिएट प्राइमेरी टेक्स्ट भनेको यहाँ छ मैले प्राइमेरी टेक्स्ट चाहिएको नि त प्राइमेरी टेक्स्ट फर माई बिजनेस अब हाम्रो बिजनेस भनेपछि अब सिफ्ट एन्टर थिच्नु सिफ्ट एन्टर ठ्याक्क तल जान्छ एकैचोटि सिफ्ट एन्टर थिच्नु त ठ्याक्कै यसो तल आयो अब यहाँ बिजनेस भनेर लेख्नु हाम्रो बिजनेसको नेम के छ यसो लेख्नु त ल हाम्रो बिजनेसको नाम त युङलाई हो नि त यसमा पछि जे लेख्दा पनि भयो है अनि हाम्रो प्रोडक्ट के हो कोना इभी हो पछि पनि जे प्रोडक्ट हो त्यही लेखिदिने प्रोडक्ट सर्भिस यसलाई जेमा पनि युज गर्न पायो है फर्स्टमा उसलाई एक्सपर्ट बन भन्ने एन्ड हेल्प मी क्रिएट तपाईँले के खोज्नु भएको त्यो भनिदिने बिजनेसको नाममा त्यही लेखिदिने प्रोडक्टको नाममा तपाईँको प्रोडक्टको सर्भिस के हो बस त्यसपछि एन्टर त्यति हो प्रोडक्टमा चाहिँ हाम्रो कोना इभी हो नि त एन्टर हान्दैन त उसले धेरै अप्सन्सहरू दिन्छ तपाईँलाई अप्सन्सहरू दिइरहेछ यो सर पढ्नु जुन चाहिँ राम्रो लाग्यो यसो गरी कपी गरेर अब यहाँ दिनुहुँदैछ 1 2 3 4 5वटा अप्सन दिइरहेछ नि त्यसमा जुन भयो पनि यसरी कपी गरेर यो रिप्लाई चाहिँ छैन सर जस्तै अब यो प्रम्प्ट सेम भयो भने तर टाइम अनुसार यो सोध्यो भने चाहिँ आन्सर फरक फरक आउँछ कि सबै सेम नै हुन्छ अलिकति फरक हुन्छ एक्ज्याक्टली सेम त टेक्स्ट आउँदैन हल्का ट्विच हुन्छ त्यो एउटा आइडीबाट मैले त्यही कुरा सोधेँ अर्कै दिन्छ उहाँको आइडीबाट सोधेँ अर्कै दिन्छ यसलाई अगाडिदेखि रिसर्च गरेर दिन्छ क्या आफूले त्यही युज गर्छ सेम सेम चाहिँ हुँदैन यसमा मैले कपी गरेँ उता गएर पेस्ट गरिदिन्छु सिम्पल अनि यसमा चाहिँ हेर्नुहोस् त 5वटासम्म राख्नु पायो तपाईँले होइन यसमा तपाईँले 5वटासम्म राख्नु पायो प्राइमेरी टेक्स्ट पनि सो यो एउटा भयो नि 5वटा राख्नु पाउँछ है यो चाहिँ किन भन्नुपर्दाखेरि चाहिँ फेसबुकले के गर्छ अब मैले एउटा मात्र राखेँ नि यहाँ तल एड टेक्स्ट अप्सन भन्ने छ त्यसमा फेरि राखिदिनु फेरि अर्को भनेर राखिदिनु नम्बर 2 अब प्रोडक्ट कुन चाहिँ के प्रोडक्ट छ त्यही राख्नु जुन प्रोडक्ट त्यही राखिदिनु
ए युट्युबमा पनि सेयर गरिदिनु चकमा पनि राख्नु पायो अब हेर्नुहोस् मेरो दुईवटा छ नि प्राइमेरी टेक्स्ट दुईवटा छ यसरी चाहिँ तपाईँले 5 वटासम्म राख्न पाऊ तर पढ्नु है च्याट जिपिटीको सबै आँखा चिम्लेर चाहिँ नराख्नु मिस्टेक पनि हुनसक्छ नम्बर के बनाएको पढ्नु चाहिँ पऱ्यो है अब हेर्नुहोस् यहाँ दुईवटा छ अनि फेसबुकले के गर्छ डिफ्रेन्ट डिफ्रेन्ट प्लेटफर्म्सहरूमा हामीले सेट गरेको थियौँ यसो एड टेक्स्ट अप्सन है अनि यसमा अब फेसबुकले के गर्छ तपाईँको डिफ्रेन्ट डिफ्रेन्ट लोकेसनमा यो जतिवटा राख्नु भएको छ नि प्राइमेरी टेक्स्टहरू त्यो देखाइदिन्छ र जुन चाहिँबाट राम्रो क्लिक आएर चाहिँ त्यसमा फोकस गरिदिन्छ अप्सन्स भयो कि एबी टेस्ट भन्छ यसलाई दुईवटा राख्ने कि यो ए राम्रो छ कि बी राम्रो छ कि यो जुन चाहिँ राम्रो छ त्यसलाई देखाइदिन्छ एबी टेस्ट यसमा चाहिँ हजुरको के प्रोडक्ट गर्छ त्यसको लागि चाहिँ हामीले आर्टिस्ट टेस्टै गर्दै गर्दै आउँछ नि यो चाहिँ ठ्याक्क हाम्रो त्यो ब्रान्ड इमेजको माथि बस्छ ब्रान्ड है मिलाउने गर्छ अहिलेसम्म हेर्नु त्यो प्रिभ्यू पनि हेर्नु लाग्यो यसो भयो अब यो हेडलाइन कल टु एक्सन हामी एकछिन हेरौँ आज हेडलाइन त्यो अहिलेसम्म हेरौँ न So A/B testing अलरेडी एबी टेस्ट भइसक्यो मैले दुईवटा राखेँ नि दुईवटा राख्ने बित्तिकै कि उसले दुईवटै ठाउँमा दुईटै टेस्ट गर्छ सो दिस इज ए दिस इज बी र जुन चाहिँ राम्रो लाग्यो त्यसले आफै देखाइदिन्छ हामीले जतिवटा टेक्स्ट लेखे पनि बेस्टवाला चाहिँ उसले अप्सन गरेर चुज गरेर हालिदिन्छ यसमा 5 वटा छ नि अप्सन अच्छा हामीले दुईवटा मात्रै राख्यो सो 5 वटा राख्नुभयो भने यस्तै 5 वटा प्राइमेरी टेक्स्टहरू 5 वटा देखिन्छ डिफ्रेन्ट डिफ्रेन्ट प्लेटफर्महरूमा जुन चाहिँबाट राम्रो क्लिक आएर छ त्यसलाई फोकस गरिदिन्छ है अब हेर्नुहोस् न यो हेडलाइन र कल टु एक्सन चाहिँ हामीले अझै अलिक एकछिन हेर्छौँ अलिक पनि नभन्नु है त्यसपछि नेक्स्ट आएपछि इमेज जेनेरेसन भनेर अलिकति एआईको अलिकति के फिचरहरू आउँछ होला त्यसरी हेर्नुहोस् त ए इमेज चाहिँ हजुर मेरोमा चाहिँ आएन तपाईँकोमा आयो मेरोमा चाहिँ मेरो अरू क्यामेरा चलाउँदाखेरि आउँदैन खासै युज नगरेर हो कि खै रिसाएको हो कि यो है सो भयो अब त्यसलाई के गर्नु पऱ्यो भने जस्ट नेक्स्ट गरिदिनु खासै राम्रो हुँदैन उसको इमेज जेनेरेसनहरू यहाँसम्म भयो अब लास्टमा आउनु भएर इन्हान्समेन्टमा है अब त्यसपछि भिजुअल टचअप भनेको यो ठिकै छ है यो सबै हेर्नु चाहिँ बटनहरू सबै उसले अन गरिदिइरहेछ ठिकै छ नि एड म्युजिक एड एनिमेसन फ्लेक्स मिडिया अब यसमा तपाईँको जुन चाहिँ हामीले भर्खर क्रिएटिभ राख्यो नि त्यसमा म्युजिक चाहिँदैन भयो यसलाई अफ गरिदिनु म्युजिकलाई अफ गरिदिने अनि यो जुन चाहिँ ट्रान्सलेट टेक्स्ट भनेको छ नि यसलाई चाहिँ अफ गरिदिनु अरू खासै के पनि चाहिँदैन होइन यसले डिफ्रेन्ट डिफ्रेन्ट देखाइदिन्छु यो अलिकति अन एभ्रिथिङ सबै अन छ म्याम एउटा चाहिँ म्युजिकलाई अफ गरिदिनु अनवान्टेड म्युजिकहरू राख्दैन उसले सबै अन अनि ट्रान्सलेट टेक्स्टलाई चाहिँ अफ गरिदिनु ट्रान्सलेट टेक्स्टलाई सबै अफ छ भिडियो पनि अफै थियो पोस्ट गरेको छु त म्युजिक अफ गर्दा हुन्छ नि भिडियोमा म्युजिक चाहिहाल्यो भिडियोमा त म्युजिक चाहियो भिडियो बनायो अनि म्युजिक अफ गर्नु यसको चाहिँ डिफरेन्स यो अन अफ गर्नुको रिजन के ल एडिट गर्नु त एआई वाला आयो क्यान्सल गर्नु त त्यो अफिस so भन्नुहुन्छ if video music on if image video off
मैले पनि हुन्छ त अहिले भिडियो भिडियो गरेर फिटाक्नु पर्ने हुन्छ सरी मेरो अन त्यसरी भिडियो गरेर राख्नु त्यो त अफ हो त्यो सबै अफ अन गर्नु पर्दैन अन खासै नगर्दा पनि हुन्छ के त्यो चाहिँ जरुरी छैन नभए यति किन छ नि यो खासै अन नगर्दा पनि हुन्छ तर इफ चाहिन्छ भने चाहिँ एनिमेसन एउटा अन गरिदिनु एनिमेसन अन गरिदिनु भिजुअल टचअप भन्ने यसलाई अन गरिदिनु इनह्यान्स त्यो पनि अन गरिदिनु भन्छ त्यो चाहिँ अन गर्ने हल्का उसले टचअपहरू गरिदिन्छ खासै अनि म्युजिक चाहिँ जे छटेको छ त्यो अप्सन धेरै आफ्नोमा छ नि कसैको होला कसैको नहोला अच्छा कसैको त्यो होला कसैको हुँदैन म्याम म उयो छ Flex media छैन त्यसपछि गएर त्यो ट्रान्सलेसन चाहिँ पनि सक्ने कुरोमा त त्यो चाहिँ तपाईँले चलाउँदै गएपछि ठ्याक्क आउँछ ए एउटा चाहिँ रहेछ तर त्यो ट्रान्सलेसन चाहिँ तल छ म्याम स्क्रल डाउन गर्दै जानु नि भेट्दै छ यो भन्दा फ्लेक्स मिडिया त्यसमा के गर्नु छ म आइदिएँ योसँग छ यसमा, म्युजिक अफ गरिदिनु। अफ बटन एड ओभरलेजहरू छ त्यो होइन कतिवटा? तल नि छ माथि पनि हेर्नु एडमिसन चाहिँ अन गर्छ एनिमेसन फ्लेक्स मिडिया म्युजिकहरूको योहरू सिटिए म्युजिक खोइ मिडिया यसले चाहिँ तपाईँको डिफ्रेन्ट डिफ्रेन्ट साइजहरू मिडियामा देखाइदिन्छ खै तपाईँको मिडियामा जाने मेरो त मिडिया छ के छ सर फ्लेक्स मिडिया त अन गर्दा राम्रो हुन्छ तर मलाई कसैको मोबाइलको डिभाइसमा हुन्छ कसैको ट्याबको डिभाइसमा हुन्छ डिफ्रेन्ट डिफ्रेन्ट डिभाइसमा छ उसले के भन्छ सो सो गरिदिन्छ यसमा म्युजिक चाहिँ अफ गरिदिनु अनि ट्रान्सलेट टेक्स्टलाई अफ गरिदिनु सबै अन गरिदिनु नै छैन म्युजिक के अफ गर्ने सर म्युजिक र ट्रान्सलेट टेक्स्ट सबै अन सबै अन म्युजिक र ट्रान्सलेट टेक्स्ट बाहेक अरू सबै अन सबै इम्प्रुभमेन्ट अन गर्ने एड ओभरले भिजुअल टचअप तर स्क्रोल त्यो त तल छैन चाहिँ मेरो आएन फिक्स सेवाला आएन कसैमा दिन्छ कसैमा दिँदैन यहाँसम्म भयो अनि त्यसपछि डन गरिदिनु डन गरेपछि अब यस्तो आउँछ कि यहाँ चाहिँ एड क्रिएटको तल हामीले जुन चाहिँ डिजाइन आएको छ नि एड क्रिएटको तल स्टोरेज स्ट्याटस लिङ्क्स एप्स एन्ड साइट यहाँ आयो यता साइडमा पनि हेर्नुहोस् त यसो स्क्रोल डाउन गर्नु प्रिभ्यू देखाएर आउँछ अरे तपाईँको एड कसो देख्छ भनेर फ्लेक्स मिडिया भनेको यो ट्रान्सलेट टेक्स्टहरू के हो सर हजुर फ्लेक्स मिडिया होइन टेक्स्ट मिडिया हाल्नु सुरु त्यहाँ ट्रान्सलेट टेक्स्ट भन्ने होला नहोला त्यो नभएपछि नभएपछि के छैन थरीको अप्सन छ कि तपाईँको आफ्नो डाउन गरिदिएँ मेरामा यसमा आउनु होला अब एडिट र डिलिट भन्ने एउटा बटन हुन्छ यहाँ हो यो त्यसो यो मेसेज सेन्ड भनेर यसबाट अब हेर्नुहोस् यहाँ साइडमा दुईवटा एरो छ अर्कोपट्टि फर्केको वाला त्यसमा क्लिक गर्नु एडभान्स प्रिभ्यू तपाईँको एड कस्तो देख्छ डिफ्रेन्ट डिफ्रेन्ट प्लेटफर्म भनेर ठ्याक्कै थाहा हुन्छ अब यहाँ त्यहाँ क्लिक गर्ने यहाँ एड प्रिभ्यू कति भिडियो आउँछ डिफ्रेन्ट डिफ्रेन्ट प्लेसमेन्टहरूमा जाने भयो कि यो चाहिँ तपाईँको एडहरू चाहिँ यसरी देख्नु भयो इन्स्टाग्राम प्रोफाइल यसले आफै चुज गर्छ भाइ सर यो त सबै देखिन्छ तपाईँको उयो सबै ठाउँमै देखिने भयो ए यसरी नै देखिन्छ तपाईँको एडहरू जस्तो आइरहेछ नि यहाँ त्यो सबै ठाउँमै देखिन्छ नि तपाईँको एडहरू है यसलाई सेभ गरिदिनु च्याट जिपिटीको प्रम्प्टको सट्टा हाम्रो अब आइडिया छ भने त्यो लेख्न पनि मिलिहाल्छ
त्यो practice गर्न मिल्दैन होला चाहिँ। ChatGPT भन्दा त्यस्तो त हुँदैन, त्यो options पनि हुँदैन। आफूले गर्दा झन् राम्रो कस्तो छ? ChatGPT ले चाहिँ दिनु लागि, त्यसको सट्टामा हामीलाई ठिकै। आफ्नै त्यो क्याप्सन मजाले पाइन्छ। त्यो झन् best हो। त्यो पनि बेस्ट हुन्छ त्यो जतिको best पनि हुँदैन। अहिले creative चाहिँ कत्रै आउँछ। चाहिँ यसो भयो अब चाहिँ स्क्रोल डाउन गर्नु प्राइमेट टेक्स्ट भन्ने ठाउँको अघि जे जे राखेको थियो नि हामीले त्यही आउँछ प्राइमेट टेक्स्ट अलिकति स्क्रोल डाउन गर्नु त यसमा 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 अलिकति स्क्रोल डाउन गर्नु प्राइमेट टेक्स्ट भन्नु आउँछ नि हामी अघि राखेको दुइटा छ नि अहिले यसमै आउँछ अघि जे राखेको थियो एक्ज्याक्टली सेम त्यही आयो अझै स्क्रोल डाउन गर्नु हेडलाइन भन्ने पनि आउँछ हेडलाइनमा chatting छ है अब हेर्नुहोस् यहाँ है यो द फ्युचर अफ ड्राइभिङ भन्ने लेखेको छु नि मैले यहाँ प्राइमेट टेक्स्टमा त्यो भनेको मेरो फोटोको माथि आयो यहाँ जे लेखेको छु प्राइमेट टेक्स्टमा फोटोको माथि आउँछ क्याप्सन है अलिक स्क्रोल डाउन गर्नु हेडलाइनमा च्याट इन मेसेन्जर छ च्याट इन मेसेन्जर छ है त्यो भनेको चाहिँ यहाँ आउँछ यति त अझ मैले डिलिट गरेँ भने हरायो मेरो। हरा यसमा चाहिँ मिल्छ भाइ अब अफरहरू केही छ भने त्यो राख्दिनु कि सेल 20% अफ सेल भनेर राखेको छु नि मैले मान्छे चाहिँ आँखा यहाँ सेलमा जान्छ है यसमा और फ्री है दसैँ अफर एक्जाम्पल दसैँ भन्दा पनि न्यु इयर अफर आउँछ न्यु इयर अफर भन्दा लाग्दैन यहाँ आउँछ त्यो फोटो पनि मिली हेडलाइन भनेको यो है सकेसम्म चाहिँ अफरहरू राख्नु यसमा कुनै छ भने 5% अफ 10% अफ न्यु इयर सेल जे राख्दैन तर अफर राख्नु मान्छेको आँखा जान्छ त्यसमा है त्यसो भए त्यसपछि आउँछ कल टु एक्सन बटन त्यसकै तल है अब कल टु एक्सन भनेको यहाँ आउँछ है यहाँ लेखेर के गर्न सक्यो नि मेरो फर्ले यी लेखे मात्रै आफै चाहिँ भिडियो भइसक्यो हेर्नु न। फर्स्ट फोटोमा जानु फर्स्ट अझै है अब कल टु एक्सनमा चाहिँ तपाईँको प्रोडक्ट के बेचिरहनु भएको छ त्यो अनुसारको राखिदिने अब हामीले गाडी बेचिरहेको छौँ मान्छेले गाडी धर्नेबाट किन्दैन है र त्यसमा के गर्नु पर्यो अब गेट कोड गरिदिने कि बुक नाउ गर्ने हो कि त्यसो हेरेर के गरिदिने कन्ट्याक्ट अफ गर्दा पनि भयो त्यो चाहिँ सिटी बटन कल टु एक्सन बटन है यहाँ चिज जान्छ जस्ट बटन मात्र हो त्यो क्लिक मात्रै भयो यो क्लिक गर्दाखेरि हाम्रो यो पेजो बनिन्छ। ठिक छ उहाँहरूले चाहिँ के गर्दा चाहिँ हुन्छ भने कन्ट्याक्ट अफ हुने त्यही व्हाट्सएप मेसेज भनेर आउँछ त्यस्तो आउँछ होइन सबै तपाईँको जाने मेसेजमै कि त उनीहरूको पेजमै खोल्छ यो जस्ट बटन मात्र हो यो बटनको नाम अब अर्डर नाउ भन्यो भने त्यहीँ खोल्छ गेट गभर्नेन्स भन्यो भने त्यहीँ खोल्छ जस्ट नाम मात्र फरक राम्रो सबैको यही सेम बुक नाउ भयो है अब त्यसमा हेर्नुहोस् त लास्ट लास्टतिर पुग्यौँ है यति भयो है भयो है अब यसो स्क्रोल डाउन गर्नु अनि अब फर इक्जाम्पल हेर्नुहोस् त अब मलाई डिजाइन मन परेन अरे है अलि माथि जानुहोस् यहाँ तपाईँको एउटा डस्टबिन पनि छ मन परेन भने यताबाट सिधा हटाइदिनु पायो क्लिक चाहिँ नगर्नु जान्छ फेरि यहाँ एड क्रिएटिभमा छ नि बटन बटन पनि पायो है बुझ्नुभयो अब यसो स्क्रोल डाउन गर्नु स्क्रोल डाउन गर्नु अब च्याट बिल्डर भन्ने छ च्याट बिल्डरमा आउनु त अहिले माथि के पनि नचल्नु च्याट बिल्डर भन्नुभयो च्याट बिल्डर है अब त्यहाँ तल एडिट भन्ने छ त्यसकै तल ठ्याक्कै त्यही सेक्सनमा एडिट भन्ने छ एउटा एडिट गर्नु तपाईँले कहिले काहीँ नोटिस गर्नुभयो होला नि कुनै एड क्लिक गर्ने बित्तिकै 3वटा क्वेसन पप हुन्छ नि अब यसमा क्वेसन पनि आफैले लेख्नु पर्यो आन्सर पनि आफैले लेख्नु पर्यो फर इक्जाम्पल यो त गाडीको एडभर्टिजमेन्ट हो कतिजनाले अब पिपी भनेर सोधिरहेको हुन्छ नि अब तैँले क्वेसनमा पनि पिपी भनेर सोधिदिने प्राइस फिस आन्सर पनि त्यही लेखिदिने क्या बुझ्नु बुझ्नु
त्यो मान्छेले खोजेको खोजेको च्याट बिल्डरै भेट्यो नि मैले हजुर च्याट बिल्डरै भेट्यो लोकेसन प्लिज प्राइस प्लिज होइन त्यो चाहिँ अटोमेटिकली यतै राख्ने हामीले बनाउनु परेन नि फर्कियो त भेटिन्छ च्याट बिल्डरै भेटेको मैले च्याट बिल्डर त तल थियो त अहिलेको कहाँ यसमा चाहिँ- लेखेको कहाँ हान्ने हो अब कसरी तपाईँको एडमा क्लिक गरेपछि चाहिँ अटोमेटिक रेस्पोन्स जान्छ क्या मेरोमा चाहिँ त्यही त हामी के गर्छौँ? फर इक्जाम्पल हामी त गाडीको गरेर छौँ कहाँ छ त? गाडीकोमा त कतिजना मान्छेको क्वेसन हुन्छ नि त यसले कति रेन्ज दिन सक्छ भनेर Creative सो क्वेसन पनि यसरी आउँछ creative ad. क्वेसन पनि आफै लेखिदिने खै, आन्सर पनि आफै लेखिदिने क्या ad creative. अनि कसरी यो क्लिक गरेपछि चाहिँ अब यो आन्सर जान्छ क्या तल जाने। Beauty वाट इज द रेन्ज म चाहिँ वाट इज द रेन्ज अफ कोना इलेक्ट्रिक भनेर राखिदिएको छु अनि त्यही जान्छ मैले म्यानुअली चाहिँ गराउनु परेन कि अटोमेटिकली जाने भयो 500 किलोमिटर अन सिङ्गल चार्ज एक्जाम्पल अब कसैले क्वेसन क्लिक गर्यो भने आन्सर पनि अटोमेटिक जान्छ कि अब प्राइस सोध्ला वाट इज द प्राइस अफ कोना कार भने धेरैको जिज्ञासा हुन्छ नि त सो क्वेसन पनि आफै राखिदिने आन्सर पनि आफै राखिदिने मैले म्यानुअली चाहिँ पछि गराउनु परेन राखिदिनु त वाट इज द रेन्ज अफ कोना इलेक्ट्रिक भेटेन भेटेन भने त पब्लिस गर्ने ठाउँमा आएको छु ओ मेसेज टेम्प्लेट त्यही त हुन्छ त्यही छ त मेसेज टेम्प- अलिकति डिफ्रेन्स छ तर तल जान्छ एडिट टेम्प्लेट अलिकति डिफ्रेन्ट छ है वर्डहरू मेसेज टेम्प्लेट अब यसमा चाहिँ तपाईँको प्रडक्ट अनुसार थाहा हुन्छ नि त कतिले प्राइस सोध्छ तपाईँको कुनै पसलहरू छ भने लोकेसन सोध्छ वेयर आर यु लोकेटेड भनेर सोधिरहेको हुन्छ त्यसमा अहिले क्वेसन पनि सोध्ने आफै लेख्ने आन्सर पनि आफै लेखिदिने अब हाउ लङ डज चार्जिङ टेक इभी गाडी हो नि त कतिजनाको जिज्ञासा हुनसक्छ त्यो लेख्दिने इट विल टेक around hours मैले म्यानुअली भन्नु परेन नि त उसलाई यो त बुझ्ने अट्याचमेन्टमा चाहिँ यो नन नै अट्याचमेन्टमा चाहिँ यो ननै भन्ने ननै हाल्दा ठिक छ यो पनि भन्दा हुँदैन यसमा तपाईँले कल इन्भिटेसन एड अ कल बटन त्यसरी जस्तै मैले म्यासेज गर्दाखेरि क्विकली रेस्पोन्स अनि म्यासेज गर्नुभयो हजुर यो सेटअप हो कि यसरी एड पाउनु पऱ्यो त त्यसको लागि एड चाहिँ पाउनुपर्छ यो मैले म्यासेज गरेँ होइन फेसबुक मैले पर्सनल म्यासेज गरेँ यो आएन यो डिस्क्रिप्सन त यो आउनु भएको छ यो पनि ठिक छ কিন্তু এই যে কামটা বললাম यो गर्दा चाहिँ यो गर्दा कलिङ मेसेजहरू गर्दा चाहिँ तर त्यसमा लोकेसन भन्ने कसैले सोध्यो होइन त्यसमा लोकेसन हाल्न पाइन्छ कि लेख्नु उसको यो डिफ्रेन्ट भयो यो अलिक त्यसमा मैले कसैले लोकेसन सोध्यो होइन मैले लोकेसन म्याप हाल्न पाइन्छ कि हामीले लेख्नु पाइन्छ लेख्ने मात्रै हो जस्ट टेक्स्ट मात्र हुन्छ यसमा चाहिँ म्यापहरू चाहिँ हाल्न मिल्दैन अनि यसरी आउँछ कसरी तपाईँको एडभर्टिजमेन्टमा क्लिक गर्यो भने त्यसमा पनि यसरी तिनवटा यहाँबाट क्वेसन सेभ गर्दैछ भयो सेभ टेम्प्लेट नेम पनि भन्छ नि सर तल एउटै नाम राखिदिनु भयो हुन्छ त्यसको नाम मात्रै टेम्प्लेट नेम टेम्प्लेट नेम सेभ गरिदिनु छ सेभ गरिदिनु अनि सकियो अनि सिम्पलवाला एड क्याम्पेन चाहिँ रेडी भयो त्यसो पब्लिस गरिदिनु यो ट्रकिङहरू चाहिँ अहिले के पनि गर्नु पऱ्यो क्वेसन के गराउनु अनि बुझ्नुभयो कन्भिन्स भएको छ पब्लिस कन्भिन्स भयो तपाईँ पब्लिस गर्दाखेरि पब्लिस बुझ्नुभयो नि पब्लिस गरेपछि के हुन्छ यहाँ त नेपाल र पब्लिस नभन्नु होइन त्यो बुझ्नुभयो नि पैसा माग्नु परेछ होइन डलर कार्ड कसरी राख्नु भएको छ छैन नि त्यो चाहिँ पब्लिस नगर्नु बर्बाद हुन्छ
डलर कार्ड भयो भने त यहाँ डिटेल्स हाल्ने ठाउँहरू सबै देखाउँछ होला नि त पब्लिक गर्नु चाहिँ जुन गरेँ है यस्तो आउँछ नि सर अब यहाँ युएस डलर करेन्सी टाइम जोन सबै छ उहाँले पब्लिस गर्नुभयो है डलर कार्ड चाहिँ कसरी राख्ने भनेर चाहिँ हेरौँ पब्लिस गरिसकेको छ अलिकति सुमिङ गर्नु त सर के पनि देखेन अब त्यो पब्लिस गरेपछि हेर्नुहोस् प्लस प्लस 30 प्लसमा प्लसमा ओके बाहिर क्लिक गर्नु अब तपाईँले त्यो पब्लिसमा क्लिक गरेपछि यसरी उसले डलर कार्डको इन्फर्मेसन माग्छ है कन्ट्री युएस डलर त्यो सेटल टाइम काठमाडौँ नै ठिक छ त्यसपछि नेक्स्ट अनि कार्ड नम्बर चाहिँ कहाँ राख्ने नेक्स्ट नेक्स्टमा पेमेन्टमा त्यसपछि कुन कार्ड आउँदा डेबिट कार्ड हो कि पेपाल हो है एन्ड यसमा हेर्नुहोस् त तपाईँको बिजनेस प्यान नम्बर राख्नुभयो भने चाहिँ 13% चाहिँ एक्स्ट्रा काट्दैन है उसले नजर 13% एभ्री डलरमा काटेर आउँछ त्यही भएर प्यान नम्बर राख्दाखेरि चाहिँ राम्रो गभर्मेन्टले तपाईँले पैसा तिरिरहेको हुन्छ प्यान नम्बर राख्दा चाहिँ तपाईँको 13% काट्दैन म्याम काट्दैन $100 बुस्ट गर्नुभयो भने इफ यो राख्नु भएको छैन भने चाहिँ 13% काट्यो $100 प्लस 13% अनि यसमा प्यान नम्बर राख्नु भयो भने चाहिँ जस्ट $100 मात्र काट्छ प्यान नम्बर मतलब त्यो डलर कार्ड पर्सनको प्यान नम्बर कि तपाईँको- प्यान नम्बर हो नि त अँ। अनि प्यान नम्बर चाहिँ काट्दैन अनि त्यसको दुईवटा अप्सन अब हामीसँग पेपाल त छैन सो डेबिट कार्ड अलरेडी सेलेक्टेड छ नेक्स्ट गर्छु सबै नेक्स्ट गर्नु नेक्स्ट गर्नु टिप्दै हुनुहुन्छ त्यहाँ उयो नहाँसीसँग त जाँदैन नि गर्नु जानु न नेम अफ द कार्ड कार्ड नम्बर नेम अफ कार्ड अनि यो मन्थ र इयर दिएको हुन्छ कार्डमा सिबिबी भनेको 3वटा डिजिट हुन्छ कार्डको पछाडि हुन्छ त्यो चाहिँ कार्डको पिन यो सबै हाल्नु परेन सेभ गरेको सक्दैन सेभ हुन्छ गर्नु सक्दैन टाइम फर्किरहेको छु तर आत्तिनु पर्दैन जस्तै म मिस्टरले हजुरले अघि भने जसरी इमिडिएट नराखेर हामीले चाहिँ यो गऱ्यो होइन एड गऱ्यो त्यसपछि त्यसलाई स्टप गर्न चाहिँ के गर्ने त यहाँसम्म भयो सबैले बुझ्नुभयो यहाँसम्म है अब पब्लिस भएपछि त्यो तपाईँको एड चल्यो दिस इज भेरी सिम्पल एड क्याम्पेन है अब यसले सबैलाई क्रस गरिदिनु यहाँ क्रस छ हेरौँ हेरौँ क्रस छ गरिदिनु प्लस गर्दै है क्रस गरिदिउँ कहाँनिरलाई क्रस छोड्यो है अब क्लोज गरिदिउँ त्यसले ड्यासबोर्ड आयो अब यहाँ अलरेडी चाहिँ सेलेक्ट भएर होला यो सेलेक्ट सबैलाई क्लोज गरिदिनु 3वटालाई क्रस गरिदिनु क्रस 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 भयो अब क्याम्पेन्समा आउनु आउनुभयो अनि अस्ति बनाएको यहाँ छ आज बनाएको यहाँ छ त्यही भएर डेट बाहिर राख्नु चाहिँ त्यही भएर जरुरी छ है अनि मैले बाहिरबाट हेर्दाखेरि नै यो कुन कम्पनीको हो Hyundaiको भयो मैले के चलाएको कुन डेटमा चलाएँ यहाँबाट थाहा हुन्छ एज रन हुने बित्तिकै यो इन ड्राफ्टको चाहिँ एक्टिभ भनेर आउँछ हजुर माथि त्यो सेभ भइसकेपछि चाहिँ अँ। यति लास्ट अब यसलाई एडिट गर्नु पर्यो भने यसो होभर गर्नु एडिट भन्ने आउँछ एडिट पब्लिस अनि यहाँ साइडमा पनि बटन छ अन अफ भन्ने यता गएर अफ यता गएर अन यहाँ रहेछ यहाँ यही छ यता अफ यता अन अहिले अन भयो पनि तपाईँको त ड्राफ्ट हो नि त जाँदैन अफ यसलाई अफ गऱ्यो भने पनि प्रब्लम चाहिँ हुँदैन मैले सोध्नु भएन अघिल्लो क्वेसन त्यो चाहिँ यहाँ अफ गरिदिनु आएर त्यति अफ गरिदिएपछि त्यो छोड्यो प्रब्लम हुन साह्रै
डलर टाइम पनि छाडिदिनु चल। बुझ्नुभयो? ल, हजुर अब यति जस्तो मैले सर 5 दिनपछि अब फेरि त्यही एड रन गऱ्यो भने अन गर्दै भयो होइन त्यस्तो हुँदैन होइन त्यसमा बजेट थप्ने बजेट साइड थप्नै सेयर बजेट रेट चाहिँ डेटहरू सबै फेरि एड एडिट गरेर अनि फेरि सबै 5 दिन एड गर्नु पऱ्यो भने अँ। कहाँबाट गर्नु? त्यहाँ एकै ठाउँमा जान्थ्यो यो डलर छ नि बजेटको खास उयो बजेटमा तल तल अलिक तल क्याम्पेन यो त क्याम्पेन लेभल भयो यहाँ होइन एडसेटमा एडसेट आज एडसेट एडसेट त यही यहाँ दिस एडसेट लेभल एडसेट लेभलमा हामीले बजेटहरू राख्छौँ नि सर स्क्रोल डाउन गर्नु त क्लिक गरेर स्क्रोल डाउन गर्नु स्क्रोल डाउन गर्नु डाउन 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 हो यहाँ चाहिँ घुराइदिनु पऱ्यो बुझ्नु मिटिङलाई यहाँ